ल ठीक छ त ल आज दुष्यन्त दाइलाई मेरो पोडकास्टमा स्वागत छ है। धन्यवाद भाइ पक्कै एकछिन ल हुन्छ। आज चाहिँ हामी एकदम हुन्छ नि गम्भीर विषयमा छलफल गर्न आँटेको छौँ होइन। आज चाहिँ जस दाइ होइन आजको चाहिँ यो लगभग त्यो एउटा पिकेमा छ नि त्यो एक अल फाइनल तिम्रो मन छ बुझिसक्यो मैले के भन्नु खोजेको। ठिक छ त त्यही हो है दाइ। आजदेखि भन्छ नि हजुर आजदेखि चाहिँ म यो पोडकास्ट पछि चाहिँ मैले तपाईँको विरोध या तपाईँले होइन मेरो विरोध भन्ने हुँदैन। आज चाहिँ दाइ यो फाइनल ठिक छ कि त मलाई होइन अब कुनै पार्टीभित्र छिराउनु कि त तपाईँ आज अबदेखि स्वतन्त्र हुनु पर्यो है भाइ। म के पार्टीको मान्छे के छ प्रुफ तिमीले प्रुफ ल्याउनु मैले तिमीलाई कसरी पार्टी प्रवेश गर्नु न मेरो कुनै डेजिग्नेसन छ कुनै पार्टीमा न म कुनै पार्टीमा लागेको छु। अब त्यो हच्चको तालमा बोलेर भाइ त्यो रुमर्स सुनेर त कहाँ हुन्छ भाइ। होइन दाइ ठोस सबुत ल्याउनु पर्यो नि त। तिमीलाई कसरी पार्टीमा हाल्नु भयो अब तिमीलाई म कसरी पार्टीमा हाल्नु ल भन नि त ल यस्तो हो क्या दाइ। अब तपाईँ होइन तपाईँको हरेक बोलीमा काङ्ग्रेस त्यो हुन्छ नि त बाँच्न आइरहेको हुन्छ क्या दाइ। अब देख्ने मान्छेलाई भने अब तपाईँको साथीभाइहरू त चिन्नु पनि हुन्छ होइन। यसमा म के भन्छु भने भाइ कसैलाई हेरेर कसैको बोली सुनेर कसैलाई प्रिजुडिस नगर होइन कसैलाई हुन्छ नि त्यो प्रिडेटरमाइन्ड नगर यस्तो भनेर अब यो चाहिँ एउटा हुन्छ नि मान्छेको एउटा पर्सनालिटी ट्रेड हो होइन। हजुर त्यो चाहिँ त्यसमा चाहिँ म अब केही भन्नु छैन भाइ। ठिकै छ त्यो तिम्रै अब त्यो भनौँ न तिम्रो सोच्ने शक्ति त्यस्तै छ भने चेन्ज होइन ठिक छ दाइ। ल मैले माने तपाईँ कुनै पार्टीको पनि होइन तर दाइ ल आजको हाम्रो मेन मुद्दा भनेकै सबैलाई हाम्रो साथीभाइलाई त थाहा छँदैछ हाम्रो हर्क साम्पाङ। अब हामी दुईजना धरानकोबाट बिलोङ गर्छौँ है। अनि अब म चाहिँ प्राय अब हर्क साम्पाङले गरेको कुरा अहिलेसम्म जे जति गर्नुभएको छ सबै मलाई प्राय सही लाग्छ होइन। अनि त्यसमा चाहिँ अब दुष्यन्त दाइको चाहिँ धेरै गुनासोहरू हुन्छ अब होइन। कुनै कुरामा सपोर्ट पनि गर्नुहुन्छ तर धेरै कुरामा अब हुन्छ नि धेरै गलत पनि गरिरहेछ भन्ने दाइको बुझाइ छ कि दाइ। त्यस्तो हो भाइ। अब राम्रो काममा प्रशंसा गर्ने नै हो होइन। हजुर त्यसलाई हुन्छ नि एक्नोलेज गर्ने नै हो। हजुर र कति कुरा अब भनौँ न एउटा कानुन विपरीत या एउटा मोरल्ली हुन्छ नि इथिकल्ली रङ कुराहरू पनि भइरहेको हुन्छ होइन। हजुर त्यो कुरामा त बोल्नु पर्यो नि त। मेरो अब त्यही हो क्या कति कुराहरू अब इथिकल्ली रङ छ कति कुरा अब हुन्छ नि कानुनी रूपमा गलत छ त्यो कुरामा आवाज उठाएको भन्नाले तिमीलाई मैले भनेको होइन। हजुर अब त्यसमा तिमी अब विरोध गर्छौ भन्छौ भने अब ठिकै छ अब के भन्नु भाइ। होइन दाइ अब मैले त्यस्तो भन्नु खोजेको पनि होइन होइन। अब तपाईँले विरोधी पनि भन्नु त खोजेको होइन तर दाइ तपाईँ र म जब हामी यो बिहाइन्ड द क्यामेरा टक हान्छौँ नि होइन हर्क साम्पाङको बारेमा तपाईँको त्यो हर्क साम्पाङलाई लिएर बेग्लै दाइ एउटा हुन्छ नि अब त्यसलाई चिडचिडाट के भन्छ त्यसलाई होइन। त्यो देखिन्छ क्या दाजु है। अब आशी दाइसँग पनि कुरा गर्दाखेरि दुष्यन्तलाई हर्क साम्पाङ नमन परेर हो त्यस्तो त्यति साह्रो भन्नुहुन्छ क्या। त्यसमा के छ भन्नु। अब यस्तो हेर अब ग्रुपमा थाहा भन हामी ग्रुपमा जुन हाम्रो डिस्कसन भयो हजुर त्यसमा पनि अब हेर आशिषको हेर जस्तै रोहित दाइको हेर हजुर त्यहाँ त नराम्रो कुरा त उनीहरूले आवाज उठाएको छ नि त। हजुर हजुर त्यो तिमीले त्यो कुरालाई पनि आत्मसात गर्नु पर्यो होइन। त्यो कुराले तिमीले भन्छ नि एउटा त्यसलाई चाहिँ एक्नोलेज टाइपको एउटा हुन्छ नि हजुर गर्नु पर्यो। किनभने आशिषले पनि भनेको छ त्यो ग्रुपमा होइन थाहा छ तिमीलाई होइन। अब हर्केको त्यो भिजनको सिजनको कुरा गरेको छ म त त्यसरी जाँदिनँ होइन। भिजन भनेको बन्दै जान्छ होइन। भिजन कति कुरा राम्रै छ आशिषले भनेको छ नि त। हजुर अब सुरुमै अब हर्के विरोधी के भनेर त्यसरी नै भन्छौ भने चाहिँ अब त्यसमा मेरो विरोध गर्ने कुनै कुरा छैन। मैले भनेको कुरो अब के कस्तो हो होइन कतिको बुझ्छौ अब त्यसमा भर पर्ने हो क्या। त्यही त म धेरै कुरा बुझ्न चाहन्छु होइन। म चाहिँ एकदम हर्क साम्पाङको होइन अनेस्टली म चाहिँ ठुलो फ्यान हो होइन। फ्यान मात्रै होइन हर्क साम्पाङले लगभग म अहिलेको युगको होइन जिउँदो म होइन साक्षात् परमेश्वर भगवान पनि म सुम्निमा पारुहाङको पुत्र हुन्छ नि एउटा असल पुत्र भनेर म मान्छु क्या। मलाई अहिलेको होइन युगमा यदि हर्क साम्पाङलाई पूजा गर्नुपर्छ भन्ने मान्यता राख्नु थाल्यो भने धरानमा म त्यो पूजा गर्नु म तयार छु क्या।
यस्तो हो क्या भाइ मान्छेलाई देउताकरण नगर होइन होइन दाइ हो मान्छे उसले काम राम्रै गरेको छ होइन अरू लिडरको कम्पेरिजनमा हजुर राम्रै छ होइन अहिलेसम्म गरिरहेको छ जस्तै अब लेटेस्ट कुरा अब तिमीले हेरेनौ जस्तै यो त्यो के अरे बिपी कोइराला थाहा छ त्यो डिपर स्कुल छेउमा हजुर हजुर एउटा अब एउटा ब्याडमिन्टन कोर्ट हजुर अनि एउटा त्यही एक्सर्साइज गर्ने प्लस सब्जी मन्डी जस्तै एउटा जस बजेट कति 65 लाख कति 65 लाख जस हाराहारी 65 लाखको बजेटको काम गरिरहेछ होइन हजुर हजुर त्यो काम राम्रो हो किनभने जस के अरे स्थानीय सरकारको बजेट हुन्छ नि अप्टिमम युज भएर केही डेभलपमेन्ट कुरा भइरहेछ हजुर हजुर त्यो कुराहरू राम्रो हो अब त्यसको कुरामा हामी सपोर्ट गर्नुपर्छ होइन मैले सेयर पनि गरेको थिएँ होइन हजुर तर त्यसमा तपाईँकै आफ्नै पार्टीको दाजुभाइहरूले रोक्ने प्रयास जस्तो देखिरहेको थियो के हो त्यो कि अब तिम्रो बानी नै नराखराब छ सुन मेरो दाजुभाइ मेरो पार्टी हुन्छ होइन म कुन पार्टी हो म अब हेर कुन पार्टी मलाई थाहा छैन अब तिमी ठिकै छ त्यसरी मलाई प्रिजुडिस लिएर होइन त्यसरी नै हुन्छ एउटा स्टेरियोटाइप गरेरै मलाई अब गर्छौ त्यो खास यस्तो हो क्या त्यहाँ आएको चाहिँ पार्टीको मान्छे होइन मेनली बिपीको कर्मचारी हो क्या जस्तै अब त्यहाँ के विवाद रहेछ भने अब त्यो जग्गा बिपीको त्यहाँ कस्तो रहेछ भने त्यो जुन अहिले बन्दैछ नि जुन संरचना त्यसले 17को पनि भन्छ 17ले होइन 18ले 18 हो भनेर 18कै समयमा यो बजेट आएको त्यहाँ होइन नगरपालिकाको अनि अब बिपी चाहिँ अब हामीलाई के अरे अब समन्वय गरौँ बिपी चाहिँ होइन समन्वय गरौँ मिलेर गरौँ के हो कसो त्यही गर्नु खोजेको होइन त्यो खास त्यो भएको हो त्यहाँ अब त्यहाँ कोही पार्टीको झन्डा बोकेर नबना भनेर त्यस्तो त गएको होइन भाइ त्यसरी सबै कुरालाई तिमी पार्टी गर्दै लिएर होइन गयो भने पनि त्यो पनि हो हुनु चाहिँ त्यो पनि हो होइन तर अलिकति अब बिपी भन्नु छ त अब तपाईँलाई थाहा छँदैछ अब होइन डाइरेक्टली इन्डाइरेक्टली सुनि नै हालिन्छ नि त अब काङ्ग्रेसकै मात्रै चल्छ त्यहाँ भन्ने कुराहरू सुनिन्छ मलाई त थाहा छैन म त होइन यस्तो बिपीमा कङ्ग्रेसै चल्ने होइन भाइ बिपी कसरी चल्ने हो भने अहिले जुन हाम्रो छ नि जुन मेन सरकार छ नि हजुर हजुर जुन सङ्घीय सरकार हजुर त्यसमा जो यस्तो हो क्या बिपीमा भाइस च्यान्सेलर भनेको प्राइम मिनिस्टरको सेकेन्ड हो क्या त्यहाँ प्राइम मिनिस्टरले राख्ने हो क्या त्यहाँको मेन हेडलाई अनि अब त्यहाँ भनेको अब अहिले जो छ पार्टीमा होइन सरी सङ्घीय सरकारमा जुन पार्टी छ होइन लिडर तिनीहरूकै त्यहाँ आउने हो क्या त्यसरी चाहिँ बुझ्ने हो जस्तो काङ्ग्रेसले चलाउने होइन जस्तो काङ्ग्रेसको सरकार काङ्ग्रेस जस्तै शेरबहादुर देउबा प्रधानमन्त्री हुँदाखेरि त्यहाँ शेरबहादुर देउबाकै च्यानल थ्रुबाट आउने हो जस्तो अहिले केटोली छ होइन एमालेको छ अब भन्नुपर्दा त्यहाँ अब एमालेकै चल्छ भनौँ त्यस्तो हो त्यहाँको हेडै प्राइम मिनिस्टर हो क्या भनेको केपी ओली त्यहाँको सबसे हेड हो क्या जो हुन्छ नि प्रधानमन्त्री त्यो चाहिँ त्यहाँको हेड हुने हो क्या बिपी किनभने बिपी भनेको एउटा इन्डिभिजुअल इन्स्टिट्युसन हो क्या जस्तै टियु जस्तै यो हुन्छ नि टियु युनिभर्सिटी पियु जस्तै यो बिपी केसमै एउटा हुन्छ नि एउटा इन्स्टिट्युट एउटा युनिभर्सिटी नै हो क्या भनौँ न विभिन्न अङ्ग हो होइन अब त्यसमा चाहिँ अब काङ्ग्रेसले चलायो भन्नु चाहिँ गलत एक समयमा अब हामी त त्यो खासै पोलिटिक्समा त म रुचि राख्ने मान्छे त होइन तर अब हुन्छ नि जब यो हर्क साम्पा आउनु भएदेखि नै मलाई चाहिँ अब अलिकति यो हुन्छ नि यो पोलिटिक्स भन्दाखेरि पनि जस राम्रो काम गरिराख्नु भएको छ समाजका लागि जस्तो लाग्छ होइन म हर्क साम्पाङलाई पोलिटिसियन भन्दिनँ त्यो उहाँलाई त्यो गन्दा त्यो हिरो नछड्किम होइन पोलिटिसियन भएर जस अनि एउटा कुरा दाइ त्यसैमा मैले थपेँ अब त्यो ऊ हुँदाखेरि अब त्यहाँ त्यो एकजना कोही को कर्मचारी आयो अनि उसलाई जुन तरिकाले हर्क साम्पाङले बोल्नु भयो नि त्यो तपाईँलाई के लाग्छ त्यसमा के भन्नु छ अब यस्तै हो त्यसमा अलिकति थोरै डिप्लोमेटिक भएर बोल्नु पनि सकिन्थ्यो होइन त्यो कुरोमा हजुर अब तर त्यही हो अब हर्क साम्पाङ सरको त्यस्तै छ भनौँ न रफ एन्ड टफ होइन प्याच भन्नु के भन्नु त्यो स्टेट फरवार्डै छ होइन अब एक हिसाबले पनि राम्रै हो तर एक हिसाब अब डिप्लोमेटिक भएर अलिकति हुन्छ नि समन्वय गरेर पनि गर्नु सकिन्थ्यो त्यसमा अब थोरै अब हेर्दाखेरि थोरै रुट सुनिन्छ होइन तर पनि अब ठिकै त्यसमा म त्यसमा इम्पोर्टेन्स नदिउँ होइन मेन अब त्यहाँको मेन इस्यु के हो होइन मेन कज के हो त्यो कज राम्रै हो होइन त्यसमा मलाई पनि ठिकै लाग्यो किनभने म
हेरिरहेको हुन्छ भिडियोहरू होइन हजुर हजुर त्यो काम त राम्रो हुँदैछ भाइ जेसो अनि तपाईँले अब होइन अहिले बोल्दाखेरि त सबै हर्क साम्पाङलाई त लगभग तपाईँले पनि म सँगसँगै पुज्ने जस्तो कुरा गर्नुहुन्छ कि बिहान द क्यामेरा चाहिँ अब फेरि अब अर्के कुरो केमा आएको छ भन्नुहुन्छ जस्तो हामीले कुरो गरिरहेको छौँ हजुर यो नयाँ जुन नयाँ प्रोजेक्ट आएको छ त्यसको कुरा गरिरहेको छौँ त्यो राम्रोलाई त भाइ राम्रोलाई म राम्रो भन्ने हो क्या अब त्यही त त्यो कुरालाई मैले विरोध गरेको भने भाइ अब धेरै मै नराम्रो हुन्छु भनेर मै नै गलत हुन्छु किनभने राम्रो कामलाई हाम्रो सपोर्ट गर्ने हो त्यहाँ बन्यो भने धरानको विकास हुने हो होइन धरानको मान्छेले नै सेवा सुविधा पाउने हो नि त अब त्यो कुरा राम्रो छ अब अरू इस्युजीको अब त्यसमा वार्तालाप गरौँ त्यही होइन ल मैले तपाईँलाई भनेको थिएँ ल त्यो तपाईँलाई राम्रो होइन अब राम्रो गुण त लगभग मलाई हर्क साम्पाङले त अब धेरै राम्रो राम्रो काम गरिराख्नु भएको छ होइन ल एउटा मै झिकिँदैछु ल अब यो कुरा पनि अब अहिलेको भनौँ न अब तातै कुरा हो हजुर हजुर जस्तै अहिले हाम्रो नगरपालिकाको जुन बैठक भइरहेछ नि अहिले हजुर हजुर त्यसमा कुरा उठेको छ त्यो दलित जनजाति शब्द प्रयोग नगर्ने हजुर हजुर सबैलाई सम्मान सबैजनाले नेपाली भनौँ न भन्ने समान रूपमा लिने अब नगरपालिकाभित्र कार्य हुँदा या काम हुँदाखेरि दलित जनजातिको कुनै कोटाहरू एलोकेट नगरी एज अ सेम भनेर भनौँ न सबैलाई सम्मान गरेर लाने कुरो आएको छ त्यो कुरोमा तलमाथि विवाद भइरहेछ होइन त्यसमा तिम्रो के छ ल भने मैले तिम्रो सुरुमा सोधेँ तिमीले मलाई सोधिरहेछौ तिम्रो सुरुमा सुनौ न त्यसपछि म काउन्टर एन्सर गरौँला त्यही हो त म त होइन एकदम त्यो अहिलेको मैले पहिला पनि तपाईँसँग होइन अफ क्यामेरा पनि भनि नै हुन्छु समय परिवर्तनशील छ होइन त समय अनुसार अब सबै अब हुन्छ नि विकासदेखि लिएर होइन यो हुन्छ नि यो हाम्रो एउटा वास्तविकता यो जे हामीले मान्दै आएको थियौँ होइन त्यो यसलाई के भन्छ एउटा यो सिस्टम पनि परिवर्तनशील हुनुपर्छ क्या है त्यो सिस्टमलाई नै एउटा हामीले होइन किनकि यो भनेको त हामी मान्छेहरूले बनाएको सिस्टम हो नि त होइन अब त्यो जमानामा अब त्यतिखेर अब त्यो दलित भनौँ या होइन उहाँहरू ल पछाडि त्यो दलित जाति पछाडि अब होइन भएर त्यो एउटा बनाएको सिस्टम थियो तर अहिलेको समयमा त अब सबैजना हामी एकैसाथ छौँ जस्तो लाग्छ होइन त्यही भएर अब त्यो सिस्टम चाहिँ चेन्जै गरेको हर्क साम्पाङको राम्रो इनिसिएटिभ हो होइन अब तर त्यसमा चाहिँ अब तपाईँहरूले अब कुन तरिका मान्छेहरूले त्यहाँभित्र पनि पोलिटिक्स गर्नु खोजेर चाहिँ एकदम होइन यो गम्भीर विषय बनेको जस्तो लाग्छ मलाई चाहिँ है दाइ मेरो बुझाइमा ल ठिक छ त्यो बुझाइलाई मैले आत्मसात गरेँ भनौँ न त्यसलाई मैले एक्सेप्ट गरेँ हजुर अब मेन कुरो भाइ 72 सालमा हाम्रो कन्स्टिट्युसन आएको छ भनौँ न संविधान आएको छ होइन हजुर त्यो संविधानमै दलित जनजातिको राइट्सको लागि ल बनिएको छ कानुन बनिएको छ होइन जस्तै तिमीलाई इक्जाम्पल दिए कुनै पनि सरकारीमा होइन जस अब हेर कन्स्टिट्युसन एसेम्ब्ली मेम्बरमा हेर 33.33% ह्युमेनको इन्भल्भमेन्ट हुनैपर्छ छोरी मान्छे हो क्या सहभागिता हुनैपर्छ त्यसरी अब तिमी पोलिटिकल चुनावै लड्नु इलेक्सनै लड्नु पर्यो भने पनि तिमीलाई कोटा हुन्छ क्या जनजाति कोटा एउटा अनि दलित कोटा एउटा हुन्छ होइन महिला कोटा त्यसरी गरेर हुन्छ त्यो भनेको हामीलाई संविधानले दिएको राइट छ क्या बुझ्यौ त्यो कसैको मनमानी या कसैको चलखेल या कसैको हुन्छ नि पावरले गरेर भएको होइन क्या त्यो हाम्रो 72मा हाम्रो कारणले आयो भनौँ संविधान हाम्रो संविधानमा त्यो राजपत्रमा लेखिएको छ होइन त्यो कुरा आएको राइट्स त हामीले पाएको राइट्स त हामीले युज गर्नु पायौँ त होइन अनि अब मेन मुद्दा मलाई कहाँ चित्त नबुझेको भने धरान उपनगरपालिका पनि उपमहानगरपालिका पनि नेपालको कन्स्टिट्युसन भित्र रहन्छ नि त जस्तै हर्क साम्पाङजीले पनि शपथ लिँदाखेरि त त्यही के अरे स्थानीय सरकार कानुनमै टेकेरै ऊ पनि त्यहाँ आएको नि त अनि अब त्यहाँ अब महानगरपालिकै कानुनबाट चलिरहेछ भने अब त्यही कानुनलाई लात्ता हान्ने जस्तो हुन्छ नि जुन एजेन्डा आयो नि त्यो
आए त अब त्यो त आफ्नै खालमा के अरे आफ्नै खालमा खाएर आफ्नो थुके जस्तै एउटा हुन्छ नि त। अनि अब त्यहाँ कुरो आयो अरू मेम्बरले पनि विरोध गरेको पनि त्यही कारण हो क्या। जस्तै हामी कानुन विपरीत नजाउँ, यो दलित जनजाति अब त्यो अब भनौँ न रिजर्भ सिस्टम त नराम्रै हो भाइ होइन, यसो बेसिकली हेर्दाखेरि। तर पनि अब संविधान विपरीत त गएर काम गर्नु भएन नि त त्यसमा। अब उनीहरूको पनि भनाइ त्यही हो क्या, संविधान विपरीत नजाउँ होइन, पछि अब त्यसको धेरै हुन्छ नि कन्सिक्वेन्सेसहरू हुन्छ होइन। त्यही भएको कारणले मेन इस्यु चाहिँ आएको। अनि अब मेरो पनि मैले भन्नु खोजेको पनि त्यही हो क्या, अब संविधान विपरीत किन जानु, त्यो मिलेर जाने त्यो हटाउने हो होइन। अरूमा त मिलिरहेछ होइन। अब आफ्नै अब मेरो गोरुको 12 टका गरेर त भाइ एउटा जुन कमिटी बसेको चल्दैन क्या। किनकि त अब आफू नै हुनु पर्यो राजा होइन, राजाले हक भन्दा हक मुद भन्दा मुद हुन्छ नि त पहिला सिस्टम, कि त त्यसरी लागू हुनु पर्यो, हो त्यस्तै हो भनेर जानु पर्यो होइन। तर अब एउटा एक्जाम्पल दियो, 30 जनाको एउटा कम्युनिटीमा 30 जनाले नगरौँ यो भन्दाखेरि अब एकजनाले अब त्यही जिद्दीपन गरे चाहिँ अब त्यसमा चाहिँ भाइ होइन कति बुझ्छौ त्यसमा भने। तपाईँले फेरि दाइ यहाँ होइन अब चाहिँ तपाईँको रियल रूप देखिन थाल्यो क्या। अब चाहिँ बिस्तारै बिस्तारै दाइको रियल असलियत अब आउन आँट्यो है क्यामेराको अगाडि। तपाईँले दाइ हेर्नु न अब हुन्छ नि पाद्यो भन्दा हग्यो भनिराख्नु भएको छ क्या, भएन क्या दाइ। अब त्यहाँ होइन के भनिरहेको थियो भन्दाखेरि तपाईँले एकचोटि फेरि फर्केर हेर्नु सक्नु छ होइन। साम्पाङले के भने त्यसमा त मैले त्यो भिडियोहरू त तिमीलाई मैले सेयर गरेको भाइ हेर भनेर, अब तिमी फेरि उल्टै मलाई हेर एक्लोज गर्नु पर्यो त्यो भिडियोहरू कसले बनायो, तपाईँले पठाउनु भएको मैले हेरेँ होइन। तिमीलाई के हेर है भाइ यसो हुँदैछ है भनेर त म पठाइरहेको हुन्छु नि त, जो तिमीलाई पनि इन्ट्रेस्ट लाग्ने होइन। तर चाहिँ म भिडियो हेर्दाखेरि म खुला मनले हेर्छु क्या। म सुरुमा भिडियो हेर्नुभन्दा अगाडि नै मैले त्यो दिमाग बनाइसकेको हुँदिनँ कि म हर्क साम्पाङलाई हुन्छ नि सपोर्ट गर्छु भनेर। म चाहिँ अब खुल्ला हुन्छ नि अब कता दुईजनाको वार्ता के हो होइन सुन्ने हो क्या दाइ, जज भएर। अब हामीले जस एउटा सिटिजन गुड सिटिजन जज त गर्ने हो होइन। तर तपाईँले चाहिँ त्यहाँ के भनेको छ भन्दाखेरि हर्क साम्पाङले हो त्यो एउटा एजेन्डा राखेको छ होइन। तर त्यो एजेन्डा उनीहरूले त्यो जब त्यो पढेर अब त्यो मिडियामा सुनाउनै दिनु खोजेको छैन होइन। अब त्यो किन हो त्यो अब तपाईँहरूले नै जानु होइन। तर दाइ यसमा बोलौँ म होइन अलिकति दाइ है। अनि मैले चाहिँ अब के भन्नु खोजेको भन्दा त्यो एजेन्डा होइन हर्क साम्पाङले उसले आफै भनेको छ त्यो भिडियोमा। त्यति एउटा एक शब्द त्यति कति झन्डै आधी मिनटको होइन कुरा राख्नुको लागि मान्छेहरू कोही बैठक स्थगित गरेर होइन, कोही बैठक भएर उठेर गए, कोही स्थगित गर्ने कुरा गर्दै थिए है। अब त्यसमा त्यो उपमहानगरपालिका हाम्रो धरान त त्यो सबैजना त्यो जति पनि कर्मचारीहरू छन् त्यो उहाँहरू वडाध्यक्षहरू उनीहरू त एउटा परिवार हो नि त। हामी त सबै एउटा परिवारमा मिलेर एउटा हुन्छ नि, एउटा परिवारमा पनि सबै इक्वल हुँदैन। कोही अब बाबा हुन्छ होइन, अब बाबा छोराछोरीहरू हुन्छ नि त। अब जस्तै अब हुन्छ नि मेयर पद त्यत्तिकै पाउँदैन है। अनि उहाँले अब अलिकति केही एजेन्डा राख्दाखेरि विचार गर्ने हो नि त छोराछोरीहरूले, त सुन्ने त हो नि त एकचोटि होइन। किन त्यो अब यस्तो एजेन्डा चाहिँ किन राख्यो, त्यसको तथ्य सत्य बुझ्ने कि नबुझ्ने दाइ, कि त्यत्तिकै विरोध गरिदिइहाल्ने त्यो अब लाइफमा भने मैले यो एजेन्डा भाइ अस्ति भर्खर एक हप्ता अगाडिको मिटिङमा आएको होइन भाइ। यो एजेन्डा भनेको त्यो भन्दा 2-3वटा मिटिङ अगाडि आएको यो एजेन्डा हो हजुर। अनि त्यसमा अब त्यो इन्टरभ्यूमा भनौँ त्यो भिडियोमा हेर त्यहाँ के भएको छ भने पहिलो मिटिङमा चाहिँ मेनली त्यो इस्यु आयो नि जुन 10 नम्बरको वडाको बजेट रोकेर त्यहाँ त अलिकति भनौँ विवाद भनौँ न ज्यादै भनाभन भएर त्यो मिटिङ चाहिँ त्यहीँ स्थगित भयो भनौँ न। त्यहीँ भनौँ न त के भन्नु त्यो एबन्डन भएर त्यो डिजल्भ के भन्नु जस स्थगित भयो भनेर मानन होइन। अनि त्यसमा हर्क साम्पाङजीले के भन्नुभएको अरे यो एजेन्डा अबचोटिको मिटिङमा आउँदैन, यो एजेन्डा आउँदैन भनेर सबैलाई सहमतिको रूपमा भएर गएको रहेछ। मैले त्यहाँ एउटा वडा सदस्य खोइ 14 कि कति वडा सदस्यले भन्नुभएको छ क्या त्यो भिडियोमा होइन। तर अब आउँदाखेरि पनि त्यही आएको छ होइन।
अनि अब यस्तो भएको यहाँ भनौँ न अब उसले त्यो वडा सदस्यले भनेको कति सत्य हो, तर यहाँ त दोग्ला पनि दियो क्या। दोग्ला भनेको एक किसिमले म हटाइदिन्छु भन्ने, फेरि अब मिडियाको अगाडि भनौँ न, मिडिया अगाडि या जस मिटिङमा चाहिँ फेरि त्यही ल्याउने एउटा दोग्ला पनि त्यही देख्यो भाइ हेर होइन। अनि अब तिमीले भन्यौ नगर पिता कुरा गर, यस्तो हो क्या भाइ, डेमोक्रेसीमा बहुमत भन्छ नि, मेजोरिटीको जहिले पनि कदर गर्नुपर्छ। तिमीले जस एउटा कुनै अब हेर यो नेपालमा मात्रै होइन, यो युएसएदेखि लिएर युएनको जेनरल एसेम्ब्ली सबैमा हेर कुनै एउटा डिसिजन आउँदाखेरि त्यहाँ सबैको भोटिङ हुन्छ होइन। जस्तै हामी पनि म त्यसरी पनि इक्जाम्पल दिन्न, जस्तै एउटा इक्जाम्पल हेर, जस्तै अब के अरे कुनै डिसिजन गर्नु छ भने, जस्तो हामी एउटा कम्युनिटी छौँ, त्यसमा 30 जना छौँ अरे, एउटा डिसिजन आयो, अब गर्ने नगर्ने भोटिङ गर्दाखेरि त के हेर्नु, मेजोरिटी हेर्ने हो नि त। अब त्यस कुरामा कसरी जोड्यो भने त्यहाँ पनि सबैजना वडा जस 20 वडाको वडा के अरे वडा अध्यक्ष के अरे कार्यपालिकाको सदस्यहरूले यो नगरौँ, यो संविधान विपरीत छ, हाम्रो संविधानले नै दलित र जनजातिलाई राइट्सहरू छुट्याइदिएको छ। अब हामी चाहिँ को हो, हामी संविधानभन्दा माथि हौँ, हामी किन हामी यो लागू गर्ने, हामी संविधानभन्दा माथि होइन नि त। जस्तै धरान उपमहानगरपालिका पनि नेपालको संविधानभित्रै हो नि त, एउटा रहेरै उनीहरूले त्यहीको शपथ खाएको हो नि त भाइ, संविधान रहेर खाएको हो। उनीहरूको भनाइ चाहिँ के भने हामी त्यही संविधानमा रहेर काम गरिरहेछौँ, जनताहरूलाई त्यही संविधानको हामी पाठ सिकाइरहेछौँ, त्यही फलो गरिरहेछौँ। अनि अब हामी नै एज अ इक्जाम्पल भएर संविधानकै फलो नगर्ने, किन हामी त्यस्तो भन्नु। अनि अर्को झमेला के छ भने अब त्यसमा त्यस्तो भयो भने मुद्दा मामिलाहरू पनि आउँछ बाहिर। जस्तै यो कुरा जस फ्लोरमा आएपछि मुद्दा मामिलाहरूको कुरा पनि आउँछ। ल ठिक छ, हर्क सामाजीले भन्नुहुन्छ हो मुद्दा आउँछ, हो म खेप्न तयार छु। अब मसँग 30-40 मुद्दा मलाई लागेको छ, मलाई आज एउटा लागोस् किन जान्छ र किन खुल्किने हो र भन्ने त्यस्तै वर्ड्स युज गरेर भनौँ न, भनाल त्यस्तै हुन्छ एउटा अलिकति खुत्तेरै भनेको छ त्यहाँ होइन। त ठिकै छ होइन, तर त्यहाँ केस लाग्ने भनेको हर्क सामालाई मात्रै होइन नि त भाइ। त्यो कार्यपालिकामा जतिजना सदस्य छ, जतिजनाले त्यहाँ जस माइन्युटमा जतिजनाले सही गर्छ उनीहरूलाई सही लाग्ने हो क्या। जस्तै यो मिटिङ को छ, अनि एक त इलिगल भएर एक त हाम्रो कन्स्टिट्युसन बाहिर इलिगल भन्ने कन्स्टिट्युसन बाहिर रहेरै कुरा आएको छ, प्लस अनि अब यो मुद्दा मामिलाको झमेला अर्को। अब यस्तो भाइ, कसैलाई मुद्दा मामिला लागेपछि भाइ होइन सरकारी कामबाट जस बन्दैछ धेरै हुन्छ क्या, बुझ्यौ। अनि अब कसैको के काम होला, 30 जनामा त सबै त स्वतन्त्र भन्नाले सबै एउटैको काम लागेको हुन्छ नि त। कसैको के अब घर बनाउनु पर्ला होइन, के ब्याङ्किङ के कारोबार होला, अब त्यो मुद्दा मामिलाले उनकेस उसकोलाई ह्याम्पर पर्यो भने त त्यसरी पनि सोच्छ नि त। अनि अब यसमा चाहिँ म केही भनौँ, ल भन न तिम्रो दाइ। यस्तो हो क्या है, अब मैले तपाईँलाई पनि भन्छु नि दाइ, पिन्जरामा जन्मेको चरालाई उड्नु इलिगल लाग्छ अरे क्या होइन। अब हो त्यो सिस्टम बनाइयो संविधानमा होइन, त्यो यो दलित जनजाति भनेर छुट्याइयो है, त्यो महिलाहरूको लागि त फाल्टै हो। त्यो एक तरिकाले पहिला नै अब मेल डोमिनेन्ट होइन, या अब यो कास्ट डोमिनेन्ट सिस्टम थियो नि त पहिला। अनि त्यो सिस्टम त अब बिस्तारै हराउँदै गएको छ नि त। लगभग अहिले त अब जति हुन्छ नि गुलाई कोट्यायो त्यति गनाउँछ क्या। अब यो जनजाति दलित नै भन्ने शब्द नै हटाइदिइसकेपछि यो भेदभाव हट्छ भन्ने हर्क साम्बाङको मान्यता है। मेरो पनि बुझाइ त्यही छ हर्क साम्बाङको जस्तै। तर अब त्यो उहाँहरू अब वडा अध्यक्षहरूको लागि त अब मैले केही भन्न सकिनँ होइन। उहाँहरूको किन धेरै रिजन हुनसक्छ मैले नबुझेको। हाम्रो म एउटा हुन्छ नि एउटा सिटिजन भएर चाहिँ अब मैले सोच्दाखेरि चाहिँ त्यतिसम्म सोच्न सक्छु क्या। अब ल तपाईँ चाहिँ भन्नु नि त यसमा चाहिँ के गलत छ, त्यो यदि त्यो सिस्टम त्यो हटाइदियो भने चाहिँ लगभग अब हुन्छ नि त केस भन्नु भएको छ नि त। इट्स अ फ्यामिली होइन। उनीहरूले हर्क साम्बाङको त्यो इनिसिएटिभलाई उनीहरूले लागू गर्नु हो भने त्यो देशभर एउटा इक्जाम्पल बन्छ क्या दाइ। अनि त्यसले
बिस्तारै अब देशभर नै त सिस्टमै चेन्ज गरिदिनु सक्छ क्या संविधानमा हुन्छ नि त्यही परिवर्तन गर्ने क्षमता राख्न सक्छ तर उनीहरूले त अब हर्क साम्पाङलाई हुन्छ नि बोल्नु पनि त्यो कुरा त गर्दै नगर होइन नबोल्नु पनि नत्र हामी निस्केर जान्छौँ उठेर जान्छौँ भन्ने त्यो चाहिँ अलिकति मलाई त्यहाँ हुन्छ नि तपाईँले भन्नुभयो नि दाजु एउटा थोरै भनिहालेँ तपाईँले दिन्छु कि तिमीले अब यो चाहिँ गलत भन्नु भाइ होइन म छोडेर जान्छु त्यसो त्यही ढङ्ग छैन भाइ अहिले पनि भिडियोमा हेर होइन यस्तो हो क्या एकजनाले उठेर 17 नम्बर त ऊ भ्याट बोलेर गयो ऊ गयो तर अरू त रहिरह्यो नि त अरू लास्ट नम्बरमा तिमीले भिडियो हेरेको छ होला तपाईँ भन्नुहोस् हामी बरु इग्नोर गरेर बस्दिन्छौँ होइन त्यो भनेको छ नि त त्यो अरूले होइन त्यही गरेर तर अब त्यो यसो धम्काएर हामी जान्छौँ भनेर के भनेको थियो र ल म त्यो 14 नम्बरको होइन कि या कति समथिङ 14 नम्बर म त्यो पढ्छु अनि त्यसपछि तपाईँहरूले इन्कार गर्न पाउनुहुन्छ त होइन अब तपाईँलाई मन पर्यो भने अब ताली पड्काउनुहोस् नत्र तपाईँहरू रिजेक्ट गरिदिनुहोस् अनि नेक्स्ट उमा म यो जब तपाईँले सुन्ने भएन भने चाहिँ अर्को के भन्छ अर्को मिटिङमा पनि त्यही कुरा अब त्यो एजेन्डा फेरि आउँछ भनेर मैले अघि भने त भाइ त्यस्तो हो क्या मिटिङमा एजेन्डा आइसकेपछि हजुर मैले भने मिटिङमा माइन्डहरू राख्नुपर्छ भाइ अस्ति भनेछ नि तिमीलाई मैले बाहिर होइन पोडकास्टमा होइन मिटिङमा भएपछि मिटिङ सकेपछि माइनर बस्छ यो डिसिसन भयो यो भएन भनेर बस्छ त्यसमा पनि के बस्छ भने यो बुधा आयो सबले इग्नोर गर भनेर माइनर बस्छ त्योको बेसिसमा केस लाग्न सक्छ भाइ चान्सेस हुन्छ त्यही कारणले चाहिँ अरू मेम्बरले चाहिँ यो कुरा एजेन्डामा नहौँ एजेन्डा काटौँ गरौँ अफिसियल्ली त्यसलाई रेकर्ड गरौँ भनेको कुरो हो र कुरो आयो तिमीले अघि भनेको थियौ होइन के अरे सरी के म याद गर्छु म के भन्छौ के भन्छ तिमीले मलाई त्यो सबैले इनिसिएटिभ फलो गरौँ त्यो के अरे यो जनजाति दलितको के अरे एउटा एक्जाम्पल बनौँ होइन उसको इनिसिएटिभ सबैले फलो गरौँ भन्यो होइन यो कुरोमा म के भन्छु भने भाइ तिमी पनि के बुझ भने हर्क साम्पाङ एज अ पर्सन ऊ एज अ धरानका मेरो पर्सन उसले पायो त्यो राइट छ उसले यो कुरा हटाउँ भनेर उच्च अदालतमा गएर रिट दर्ता गरेर म यो चित्त बुझेन यो कारणले हटाउने होइन यो कारणले भेदभाव भयो भनेर रिट हाल्न सक्छ त्यो कुरामा बस हुन्छ ऊ एज अ पर्सन गर्नु जस्तो तिमी एज अ पर्सन गर्नु मिल्यो क्या तर त मेन कुरो के आएको छ भने त्यो मिटिङमा हर्क साम्पाङ ऊ इन्डिभिजुअल होइन क्या उसले के एक्ट भइरहेको छ ऊ एज अ धरानको नगर पिताको रूप भनौँ एउटा धरानको मेयर हो नि त त्यहाँ हर्क साम्पाङ त्यो मिटिङमा त यो एज अ पर्सन होइन क्या अनि उसको त्यो मिटिङमा त एउटा हुन्छ नि त मिटिङ एउटा के भन्छ त्यसलाई रुल्स एन्ड रेगुलेसन भन्छ नि एउटा के हुन्छ नि त एउटा आचार संहिता हुन्छ त्यो त फलो गर्नु पर्यो नि त त्यो मिटिङ बसेको छ संविधानले नै यो मिटिङ यति बस्नु भनेर स्थानीय सरकारको भनौँ न एउटा रुल्समा छ त्यो कारणले बसेको नि त उनीहरू बसिरहेछ रुल्स फलो गरेर अनि त्यही ठाउँमा चाहिँ संविधान विपरीत काम एजेन्डाहरू त हुनु भएन नि त भाइ मैले हो हर्क साम्पाङजीले त्यो उठाएको कुरा सही हो तर त्यो ठाउँ भएन क्या ठाउँ चाहिँ त्यहाँ होइन किनभने त्यहाँ त ऊ नगरपिता हो नि त एज अ हेड हो नि त नगरपालिका अरू सबै उनीहरू चल्ने भनेकै स्थानीय सरकारको रुल्स अनुसार चल्ने हो के गर्ने केमा उनीहरूको छ होइन के गर्नु पाउँछ के गर्नु पर्दैन त त्यो कसरी गभर्न गर्ने हो स्थानीय सरकारको नियमावलीले उनीहरू त चल्ने हो अनि अब उनीहरू त्यही ठाउँमा त्यो कुरा अब इन्डिभिजुअली होइन इन्डिभिजुअली गएर भनौँ एउटा आफ्नो प्रेसर ग्रुप भनौँ न एउटा ग्रुप एउटा फ्रेगमेन्ट लिएर त्यो कुरा रिट हाल्दा भयो क्या यो कारणले त्यसमा बस हुन्छ होइन त्यो कुरा उसको फर्स्ट कुरा भनौँ न पहिलो कुरा त त्यसको खिलाफ पनि हो म भाइ तर भनौँ न त्यो रिजर्भ सिस्टमले अलिकति डिस्क्रिपेन्सी चाहिँ ल्याउँछ मान्छे बिच होइन एउटालाई तल हुन्छ तर
मेरो यसो नि त भाइ त्यो मान्छे भन्दैमा एउटा ठाउँ हुन्छ नि त भाइ हजुर तिमी किचनमा हक्दैनौ नि त भाइ किचनमा के हो खाना पकाउने हो नि त टोयलेटमा हक्ने हो त्यस्तो एउटा ठाउँ हुन्छ क्या कुनै कुरा गर्ने पनि मेरो अब आर्गुमेन्ट भनेको त्यही हो क्या यो कुरो चाहिँ नगरपालिका नआइदिए किनभने नगरपालिकामा त सबैले फलो गर्छ नि त हजुर हजुर त्यो नआइदिए चाहिँ राम्रो होइन अनि उसले एउटा यो कुरामा मैले कुरामा विरोध गरेँ होइन मेरो विरोध भनेको हजुर त्यो मिटिङमा चाहिँ यो कुरो नगरिदिए होइन यस्तो हुन्छ नि एउटा विवादित कुरा नआए चाहिँ धराना राम्रो क्या भाइ लास्टमा दुःख पाउने भनेको धराना जनताले नै हो भाइ त्यही त दाइ मलाई पनि अब होइन मलाई पनि यो कुराहरू चाहिँ अब दाइले के कति सही हो गलत अब आफै सोच न ल अब त्यहाँ भएर यो कुरा एजेन्डा 9मा अड्किएको छ एजेन्डा मेबी त्यहाँ होला 25-30वटा एजेन्डा चाहिँ होला आज पछाडि पनि अब हेर त यो कुरामा हक सामालाई गलत भन्दिनँ होइन उतालाई पनि गलत भन्दिनँ क्या त अब दुईजनाको टसल बिचमा हेर त ल कतिवटा एजेन्डाहरू भनौँ न त्यही त पाएकै छैन बोल्नु पनि पाएको छैन तीन चारवटा मिटिङ भइसक्यो 9देखि अगाडि बढ्नु सकेको छैन क्या यताले पनि यो भन्छ उताले पनि त्यो भन्छ होइन भनौँ न एउटा टसल भइरहेछ अनि लास्टमा दुःख पाउने को हो जनता हो नि त किनभने त्यो एजेन्डाहरू कसको लागि हो उनीहरू पर्सनल गर्ने होइन जस्तै 20 नम्बरकै वडा कार्यालयदेखि मन्दिरसम्म रोडको लागि बजेटको एजेन्डा आएको थियो त्यस्तै के होला होइन यस्तो क्या अब यो यसमा दुःख पाउने भनेको धरान जनताले नै हो डेभलपमेन्ट नहुनु भने धरान जनताले नै हो होइन अब त्यसमा मेरो के सजेसन भने मिलेर जानु पर्यो कोही ठुलो कोही सानो हुनु भएन होइन मेरो त्यसमा त्यही हो अनि अब के गलत हो अनि मेरो मेन भनेको चाहिँ लमा चल्नु पर्यो संविधानमा टेकेर काम गर्नु पर्यो त्यति हो मेरो भनाइ ठिक छ दाइ यो विषयमा मेरो मैले अब म के भन्न सकिनँ जस मैले बुझेँ दाइ तपाईले भन्नुभएको हैन अब यो हेर्नेले पनि के गलत के सही थापिहाल्छ यसमा अब यति नै मेरो भाइ यो मलाई पनि अब दाइले जति जे भन्नुभयो नि यदि त्यो कुरा सही हो भने हैन अब मलाई त थाहा छैन अब त्यो लाइक म चाहिँ के सोच्थे भने अब स्थानीय एउटा त्यो पनि एउटा सरकार हो नि त केन्द्रीय सरकार स्थानीय सरकार हैन सरकार त सरकार हो नि त अनि सरकारको प्रमुख भनेको अब हाम्रो स्थानीय सरकारको प्रमुख भनेको हाम्रो हर्क साम्पाङ होइन अनि उहाँले पनि अब केही कुरा राम्रो इनिसिएटिभहरू होइन परिचालन गर्नुभएको त्यो पनि फलो गर्नु मिल्छ होला भन्ने मेरो चाहिँ एउटा अब बुझाइ थियो है त्यो चाहिँ नहुन सक्छ अब किनकि अब राजनीतिमा त्यति साह्रो मैले पहिला पनि भनिसकेँ म इन्ट्रेस्ट चाहिँ दिने खालको मान्छे होइन तर राम्रो कुराको चाहिँ म एकदम होइन के भन्छ एकदम प्रशंसा गर्ने मान्छे हो अनि म समर्थक पनि हो होइन त्यही भएर मैले चाहिँ अब हर्कसम्मको त्यो इनिसिएटिभलाई हुन्छ नि एउटा समर्थन दिएको हो तर अब हुनसक्छ त्यो दाइले भनेको जस्तै त्यसलाई चाहिँ अब समर्थन तर थपे यस्तो क्या हो तिमीले यो कुरा गर ठिकै हो मैले पनि सपोर्ट गर्ने हो हजुर तर मेरो एउटै आर्गुमेन्ट हो यो मैले बुझिसकेँ दाइ अब यो तपाईँले यो टपिकमा तपाईँले मैले के बोल्नु भयो छैन दाइ छैन मैले पनि त्यही भनेको मात्रै हो मैले दाइले भन्नुभएको पनि राइट हुनसक्छ यदि त्यो हो भने त्यो तरिकाले जाँदा भयो होइन यदि त्यो कुरा इम्प्लिमेन्ट गर्नु छ भने हर्क साम्पाङ सरले अनि ल अब त्यो एउटा मुद्दा सकियो है त त्यही अनि ल दाइ मलाई होइन अब अरू मुद्दामा पनि जानु धेरै छ नि त होइन तपाईँलाई अब दाइ लगभग अब राम्रो कुरा त अब गर्नु थाल्यो भने हर्क साम्पाङले गरेको राम्रो कुरा गर्नु थाल्यो भने त यहाँ अब होइन कतिवटा पोडकास्ट होइन दिनौँ महिनौ वर्षौँ बित्छ होइन तर मलाई अब तपाईँले चाहिँ भनिदिनुहोस् कि ल हर्क साम्पाङले अब हुन्छ नि अलिकति हर्क साम्पाङले गर्न नजानेको या तपाईँले किन अब हर्क साम्पाङको कतिपय कुरा नराम्रो छ भन्नुभएको छ नि त मलाई ल 5वटा चाहिँ अब यसो होइन 5वटा जति त छ होला नि त त्यति साह्रो विरोध गर्नको लागि त अब होइन त्यो अब इस्यु हेरि हुन्छ होइन त्यही त उठाउन कुन कुरो हो होइन त्यो अनुसार नै अब होइन तपाईँले अब भन्नुहुन्छ नि त धेरै कुराहरू छ अब एक त तपाईँको मेन मुद्दा भनेको तपाईँ साह्रै हर्क साम्पाङदेखि अब हुन्छ नि एउटा चित्त नबुझेको कुरा भनेको त्यो एउटा पत्रकारको बारेमा थियो होइन सर लगभग पत्रकारलाई खै के व्यक्तिगत के भन्दै हुनुहुन्थ्यो एकचोटि त्यो यस्तो हो क्या भाइ डेमोक्रेसीमा पत्रकारलाई चौथो अङ्क माग्छ होइन डेमोक्रेसी भनौँ न चौथो अङ्क भनेर भनिन्छ होइन अब दिन दहाडे होइन फेसबुकमा त्यसरी थ्रेटन दिनु चाहिँ एज अ लिडर
हजुर यो मोरली हजुर रङ हो भाइ मोरली अनएथिकल थिङ टु डु हैन हो त्यो कुरालाई अब डिप्लोमेटिक रूपमा हैन हजुर सल्भ गर्न सक्थ्यो तर अब त्यो चाहिँ एज अ डिक्टेटर भनौँ न एज अ फेसिजम लिडर भएर त्यसरी यो अब हो यसमा पत्रकार पनि गलत हुनसक्छ तर मैले मेरो यो आर्गुमेन्ट चाहिँ पत्रकार सही हर्क साम्पाङ गलत भन्नु खोजेको होइन मैले कुरा गरेको एज अ वे जुन छ नि उसले जुन सोसल मिडियामा होइन नामै तोकेर त्यसरी थ्रेटन गर्नु चाहिँ एउटा हुन्छ नि थ्रेट चाहिँ के थियो दाइ यो फलनाको नाम लिएर होइन बुझ न थ्रेटन अब सबै त यहाँ भन्नु होइन बुझ न थ्रेटन भनेपछि बुझ न धम्काउने टाइपको अब हुन्छ नि एउटा बुझ न त्यसरी चाहिँ एज अ लिडर एज अ धरानको हुन्छ नि एउटा धरानको नगरपिता भएर होइन त्यसरी भन्नु चाहिँ अब मेरो चाहिँ त्यही हो भाइ अब यो सही यो गलत भन्नु खोजेको होइन तर जुन छ नि वे अफ जुन उसले कार्य गर्यो नि जसरी सम्बन्ध गर्नुपर्ने थियो नि त्यो चाहिँ रङ भयो किनभने पत्रकारले पनि फ्रीली लेख्नु पर्यो क्या कसैको धम्काई कसैको पावर या कसैको इन्फ्लुएन्समा आएर लेख्नु भएन उनीहरू जे छ सही भन्नुभयो त स्वच्छ भनौँ अब जे उनीहरूले रिसर्च गर्यो त्यो लेख्यो होला होइन अब त्यसमा कहिलेकाहीँ सानो तलमाथि त्रुटि हुन्छ होइन तर त्यसलाई पनि सल्भ गर्ने या त्यसलाई कसरी ट्याकल गर्ने चाहिँ थोरै स्किल चाहिँ हाम्रो हर्क साम्पाङजीसँग भनौँ न त्यो चाहिँ मलाई चित्त नबुझेको त्यही त अब सानो भन्नाले अब मान्छेको हुन्छ नि आफ्नो मानहानि हुने गरी अब मानहानि पनि के भन्नु आफ्नो मान्छेको त्यसलाई के भन्छ आफ्नो हुन्छ नि हर्क साम्पाङलाई आरोप लगाएको त्यो सानो कुरो थियो होइन जस्तै अब त्यो पैसा उठाएर यस्तो भएको त्यो इस्यु मैले पढेको थिएँ हजुर मेनली चाहिँ अब त्यो त्यहाँ मिसअन्डरस्ट्यान्डिङ भएको रहेछ क्या त्यो मानहानि पनि होइन होइन भनेपछि हर्क साम्पाङले पैसा उठाएकै थियो त्यो त्यतिखेर यस्तो म भन्छु त्यो मैले पढेको थिएँ होइन खास के भएको रहेछ भने त्यो जुन माओइस्ट मुभमेन्ट भएको थियो नेपालमा त्यो टाइममा चाहिँ एज अ फेक माओइस्ट भएर धेरै पैसा उठाउँथ्यो क्या अनि त्यो समयमा उसको साथी चाहिँ त्यस्तो रहेछ हर्क साम्पाङजीको अनि त्यहाँ चाहिँ के भएछ भने हर्क साम्पाङजी एउटा कुन एउटा इन्स्टिट्युटमा पढाउँथ्यो अरे क्या इङ्ग्लिस त्यो समयमा अनि उसँग बाइक थियो अरे उसको बाइक लगिरहेको थियो अरे क्या बुझ्यो त्यो साथीले क्या बिहान लगेर बेलुकासम्म हराउने क्या रहेछ अनि पुलिसले चाहिँ वाच गरिरहेको रहेछ होइन इन्भेस्टिगेट गरिरहेको रहेछ को के भनेर होइन अनि त्यो बाइक नम्बर हेरिरहेको छ भनौँ न वाच गरिरहेको रहेछ अनि त्यही समयमा धरान हाम्रो रत्न चोक थाहा छ के अरे रत्न रोड थाहा छ क्याम्पस रोड सिधा जाने क्या रत्न रोड त्यहाँ चाहिँ एउटा के पैसा उठाउनु जाँदाखेरि चाहिँ त्यतिखेर हर्क साम्पाङजी पनि परेछ क्या भनेर त्यो साथी हर्क साम्पाङ त्यही बाइकमा रहेछ अनि त्यो टाइममा चाहिँ पुलिसले क्याच गर भनौँ न क्याच गरेर चाहिँ अनि त्यो टाइममा चाहिँ अब न्युजै आएको थियो क्या न्युज पनि आएको थियो अब त्यो खोज्यो भने भेटिन्छ फेक माओवादी भएर होइन उठे खायो पैसा मागेकोमा भनेर उसको आएको रहेछ तर पछि उसले क्ल्यारिफिकेसन दियो यसो भएको हो भनेर क्ल्यारिफिकेसन दिएको छ होइन त्यसमा चाहिँ अब थोरै मिसअन्डरस्ट्यान्डिङ भयो यस्तो हो अब मेरो बुझाइ अब त्यसमा चाहिँ अब पत्रकारले हेर होला होइन पुरानो आर्किभ हेर्दाखेरि अब हुन्छ नि आर्किभ हेर्दा त्यो भेट्यो होला त्यही त अब त्यो अनि अब त्यसमा चाहिँ लेखो उसले होइन अब त्यसमा चाहिँ म के भन्छु भने अब हर्क साम्पाङजीकै मानहानि नै खोजेर नै चाहिँ उसको मनसाय त थिएन होला मेरो बुझाइ अब उसले न्युज भेट्यो यस्तो हो नि त भाइ अब हर्क साम्पाङ अहिले हाम्रो हट टपिक छ होइन उसले आर्काइभमा जुन के दाल छ पत्रकार हाम्रो उसले हेर होला अर्कै बेर हेर होला भेट्यो होइन अब हर्क साम्पाङ त हट टपिक हो नि त अनि उसले लेख होला अब त्यसमै अब उसको मनसाय मानहानि गर्ने नै अब त्यसो नि त भाइ हामी जे देख्छौँ त्यही लेख्ने हो नि त जस्तो पत्रिका यो ब्लास्ट के पत्रिका के थियो यो थाहा भएन होइन देश धरानकै पत्रिकाले छापेको थियो क्या त्यो यसो भयो होइन हर्क साम्पाङको नाम आएको थियो होइन उसले त्यो देख्यो त्यो हाल होला पछि कुरो के हो होइन अब अब यसमा म भाइ को गलत को सहीमा म जाँदिनँ होइन
त्यसमा मिसअन्डरस्ट्यान्डिङ हुनसक्छ हो लेख्छ होइन हजुर तर मेरो मेन मुद्दा भनेको भाइ जसरी त्यो कुरा ह्यान्डल गर नि जसरी एउटा बोल्ने शैली जुन छ नि हजुर दिन दहाडै पत्रकारलाई धम्काउनु होइन त्यसरी चाहिँ होइन इट्स इमोरल एक्ट होइन कानुन विपरीत काम हो त्यसमा हो मेरो विवाद भाइ त्यही त दाइ अब तपाईँले भन्नुभएको ल मैले सबै कुरा माने है उहाँले त्यो कुरा राम्रो तरिकाले पनि ह्यान्डल गर्न सकिन्थ्यो होइन सकिन्छ अभियसली तर दाइ मान्छेको हर्क सम्पाङ भनेको के हो को हो बुझ्नु पर्यो कि परेन दाइ मान्छेलाई ल हट टपिक भन्दैमा के हर्क सम्पाङको बारेमा जे पाइते लेखिदिने त मैले भोलि मैले जे पाइते बोलिदिने यहाँ हर्क सम्पाङको बारेमा मैले भने त उसले जे पाइते मन गराउनु कहानी हालेको नि त उसले त धरानकै ब्लास्ट हो कि कुन मैले त्यहाँ लेखिएको हजुर आर्टिकल त्यो थ्रुले लेखेको नि त भाइ मैले बुझेँ तर दाइ होइन अहिले हर्क सम्पाङले कति राम्रो कामहरू गरिराख्नु भएको छ मान्छे प्रेजेन्टमा जिउने हो कि त्यो पछाडि गएर त्यो लाइक पछाडि गएर त्यो 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 कुरा अब अहिले लेख्नेको लागि चाहिँ ल के रिजन चाहिँ के हो सुन यसमा त अब म त्यो पत्रकार हेर भाइ म त्यसमा एन्सर दिन सकिनँ अनि हो कुरा त्यही हो नि त दाजु यसो नि त भाइ उसले कसरी लेख्यो किन भनेर त उसले त कुन थ्रुबाट लेखेको कुरो हो क्या त अब यो पुरानो कुरा किन कोट्यायो होइन पुरानो कुरा ल्यायो अब त्यसमा म आइम नट द रिपोर्टर टु एन्सर द्याट होइन किनभने मसँग अब उसले के मान्छेले लेखेको त थाहा भएन होइन तर अब हामी यहाँ कुरा के भएको भने कसरी लेख्यो यो न्युज कसरी पायो उसले त अब मेरो आर्गुमेन्ट के हो भने उसले फेक न्युज लेखेको होइन उसले जे छ न्युज त्यसकै थ्रु लेखेको हो भनेर तिमीलाई त्यो क्लियर गर्नु खोजेको क्या त्यसरी आएकै यो कुरो चाहिँ भनेर मैले क्लियर गर्नु खोजेको त्यो कुरा उनीहरूले कसरी लेख्यो भन्ने पास्टमा किन खोजेर लेख्यो किन प्रेजेन्टमा आएन हो त्यसको त आएका एन्सर द्याट यदि उसले त्यो अब कोही भेटिहाल्यो कुनै ल न्युज पत्रिकामा अब कहीँबाट ल देखि पनि हाल्यो भने अब पत्रकार अब उनीहरू पत्रकार हो नि त होइन कुनै उमा अब सो बैठकहरूमा केहीमा गइकन अब त्यो मलाई एउटा एन्सर देऊ हजुर कसैले धम्को जाँदा एउटा कानुन लाग्छ भने हजुर पत्रकार जस्तो त जस पत्रकार भनेको एउटा रिपोर्टर भनेको जर्नलिस्ट भनेको एउटा रेस्पेक्टेड हो नि त हामी मान्छौँ नि होइन हजुर जस निष्पक्ष लेख्छ समाचार भनेर सुन अनि अब त्यसमा तिम्रो के छ भ्युजलाई इज इट गुड टु लाइक थ्रेटन रिपोर्टर खुल्याम होइन त्यो बेठिक हो होइन तर मेरो कुरो त्यही हो क्या त्यो बेठिक हो तर लेख्नु गलत हो क्या लाइक त्यो केही कुरा सत्य तथ्य नबुझिकन मैले तपाईँलाई भने नि त सत्य तथ्य नबुझिकन त्यो पत्रकार भनेको तपाईँले भन्नुभयो होइन संविधानको के अरे 14 अङ्ग अरे होइन अनि त्यस्तो प्रेस्टिजियस सरकारको होइन अनि त्यस्तो प्रेस्टिजियस पोजिसनमा बसेर त्यो उनीहरूले त जे लेख्यो त्यही मान्छेले त अब सही मानिदिन्छ नि त दाइ ल त्यही कुराले यदि मान्छेहरूले त्यो कुरालाई सही मानिदिएर हिँडेको भए हर्क सम्पाङको त अहिले फलोवर्स त अलि राम्रो छ होइन अनि भन्नाले उहाँले त्यो पनि देशको लागि गरिराख्नु भएको छ यसमा हामी धेरै डिप नजाउँ किनभने यसमा मैले भने नि भाइ यसमा डिप गएको होइन जस्तै लेखो गलत सहीमै नजाउँ यहाँ मेन चाहिँ उसको जुन छ नि जुन उसले गर नि जस्तै समाचार जे आयो हजुर जुन एउटा खुल्ला रूपले सोसियल मिडियामा धम्काउने कुरा त होइन त्यो ठिकै छ अब हाम्रो हर्क सम्पाङजीको थाहै छ तिनीहरू फरक छ होइन अब अलिकति सुरुमा त अब कडै लाग्छ तर अब हामी त यस्तै हो होइन उसको बानी यसो के गर्नु भाइ अब मान्छेलाई जति हुन्छ नि गरे पनि लागेको बानी गाह्रै हुन्छ भाइ जति नै उसलाई भरे पनि होइन जति इलिमिनेट गर्नु खोजे पनि मैले बुझेँ हर्क सम्पाङले चाहिँ अब जे लेखिदिया पनि भयो उसको बारेमा तर हर्क सम्पाङले चाहिँ उसले चाहिँ अब त्यो तरिकाले चाहिँ रेस्पोन्स गर्नु भएन होइन यस्तो छ नि त भाइ नेपालमा कानुन छ उसलाई उसको मानहानि भयो भने यु क्यान गो लिगली जानु सक्छौ हामी क्यानाडामा छौँ होइन अब यो सुनिरहेको छ होला होइन जस्तै यो ड्रेक र केनड्रेकको जुन छ नि अहिले बिफ चलिरहेको छ नि त्यहाँ पनि अब डिफेमेसन केसहरू यति लागिरहेको हुन्छ अब उनीहरू त केटाकेटी जस्तो हुन्छ नि रुएर कराएर आएर त छैन नि त गरेको उनीहरू के छ लिगली गइरहेछ होइन डिफेमेसन केस हालिरहेछ उनीहरूको चलिरहेछ होइन त्यो हो क्या खास द वे जाने एज अ भनौँ न सिटिजन या एज अ लिडर भएर त्यसरी जान सक्थ्यो त्यो कुरामा अब उसले गलत लेखेछ भने हो मानानीमा आयो त्यो अनुसार के लाग्छ तर अब त्यो हुन्छ स्टनबाजी गरेर होइन होला गरेर त्यो भयो भने उसलाई नै हानि हुने मेरो कुरो त्यही हो क्या ल ठिक छ त मैले माने है अब म त्यसमा मेरो अब केही भन्नु छैन होइन
किनकि अब तपाईँले अब होइन हर्क साम्पाङको कति अब म अब यसलाई तपाईँलाई म विरोधी भनेको कारण होइन अब हर्क साम्पाङले अब हर्क साम्पाङ को भन्ने नचिनिसकेपछि होइन यस्तो हो क्या भाइ अब तपाईँलाई हेर्न दाइ होइन तिमीले मलाई अब हुन्छ नि तपाईँले एउटा गरेको दाइ एक्युज गरिरहेको सुन्नु न त्यसरी मलाई फ्रेमिङ गर्न खोज्छौ भने अब हेर भाइ तपाईँले कुनै होइन अब एउटा मैले मेरो आर्गुमेन्ट दिइरहेको छु कुनै पनि एउटा तपाईँ एउटा अब होइन एउटा कुनै पनि यो हिन्दू धर्म मान्नेहरूलाई होइन अब केही कुरा होइन अब जस्तै हुन्छ नि त्यो कुनै हाम्रो सनातन धर्मको कुनै पनि हाम्रो भगवान्लाई नराम्रो केही भनिदिनुहोस् त त्यसले होइन दाइ धेरै कुरा निम्ताउँछ नि त जस्तै हर्क साम्पाङ भनेको पनि को हो भन्ने तपाईँले चिन्नु भएको छैन क्या तपाईँले अब यो कुरा बुझ्नु तपाईँले अनुसार चाहिँ के भयो हर्क सर चाहिँ हाम्रो अब एज अ गड रूपमा लिनुपर्ने हामीले अब दाइ त्यो भन्दा पनि फरक पर्दैन तिमीलाई लाग्न सक्छ भाइ यस्तो नि त हिन्दुजम तिमी फलो गर्छौ म फलो गर्छु अब यही ठाउँमा एकजना क्रिस्चियन ल्याउँ या मुस्लिम ल्याउँ उसले त यो कुरामा त गरिहाल्छ सुन न मेरो भइहाल्छ अब हो तिमी हर्क साम्पाङको भगवान मान्छौ होइन ठिक छ जस्ट योर बिलिफ तिम्रो चोइस होइन तिमीलाई मैले नमान भन्ने तिमी मान्ने होइन होइन मैले मान भनेर मान्ने होइन त्यो तिम्रै हो तर अब सबैले मान्छ भन्दैमा अब मैले मान्नुपर्ने अरूले मान्नुपर्ने त्यो कम्पलसन छैन नि त किनभने यहाँ आफ्नो आफ्नो हुन्छ नि राइट्स छ आफ्नो पर्सनल राइट्स छ फन्डामेन्टल राइट्स छ हाम्रो संविधानले दिएको छ फन्डामेन्टल राइट्स त्यो त हामीले फलो गर्नु पायौँ नि पाउनु भयो मैले भनेको चाहिँ नेपाललाई अब सेकुलर कन्ट्री भन्छ किन सबै जातिलाई फलो गर्नु पाइरहेछ रिलिजन फलो गर्नु पाइरहेछ तर अब तिमी यहाँ कुरा झिक्छौ तिमीले कुरा उठायो त धर्मसँग अब जस्तै तिमी हिन्दू गडहरू मान्छ मान्दैनौ कसैले विरोध गर्यो भने हिन्दू गडको बारेमा नराम्रो बोल्यो भने विरोध आउँछ तिमी अब त्यही कुरालाई नै अब हुन्छ नि एज इट इज अब हर्क साम्पाङसँग जोड्नु खोज्छौ भने त्यसमा त म कन्ट्राडिक्ट गरिहाल्छु इक्जाम्पल मात्रै हो त्यही त इक्जाम्पल त मैले तिमीलाई दिएको त भाइ होइन दाइ अब तपाईँले भन्नुभयो नि त फेरि अब मुस्लिमहरूलाई पनि मुस्लिमहरू आयो भने त्यसलाई अलिकति होइन दाइ मैले भन्नु होइन मैले मुस्लिमको कुरा मुस्लिम मान्छेले देख्यो भने मुस्लिम के अनुसारको हर्क साम्पाङलाई भगवान देख्न सक्छ मैले होइन अब त्यो छोडिदिनु दाइ त्यसमा नजाऊ है त्यसमा नजाऊ मैले मान्छेले बुझ्ने कुरा बुझिसक्यो होइन दाइ होइन दाइ अब है तपाईँले हर्क साम्पाङको दाइ भिजन हर्क साम्पाङको भन्ने कुरा तपाईँलाई भन्छ नि 10 वर्ष लाग्छ क्या दाइ बुझ्नु 10 वर्षपछि चाहिँ तपाईँले फर्केर हेर्दाखेरि अब म यहाँ के बाँच्न गनाइरहेछ भने तिमीले मलाई जबरजस्ती हर्क साम्पाङ विरोधी फ्रेम गर्न खोजिरहेछौ छैन दाइ अब यो पोडकास्ट हेर्न थाहा भइहाल्छ तिमीले अब यो कुरो झिक्यो 4 कि 5 चोटि झिकिसक्यो होइन मुद्दा झिक्यो मैले के अनुसार मेरो भ्युज दिएको होइन मलाई चित्त नलागेको कुरा भनेको हो त्यही त तिमीले यो केस झिकाएर मलाई कुरा गरेको हर्क साम्पाङजीको हजुर नराम्रो कुरा त होइन त्यस इस्यु उठेको थियो हजुर जस्तो हर्क साम्पाङ सर जानुभयो युके थाहा छ हजुर कति तिहारको बिचमा होला होइन दसैँको बिच दसैँको बिचमा होला मेबी मलाई एक्ज्याक्ट डेट थाहा भएन राम्रै कचको लागि जानुभएको थियो राम्रै सहयोग उठाउनु भयो होइन त्यसमा भनौँ न गुड थिङ हामीले एप्रिसिएट गर्नुपर्छ होइन हामीले फलो गर्नुपर्छ तर अब त्यो हुँदाखेरि एउटा इस्यु आएको थियो याद छ तिमीलाई याद छ धरानमा चाहिँ जस्तै एउटा इक्जाम्पल थियो प्रेसिडेन्ट भाइस प्रेसिडेन्ट हुन्छ नि त त्यस्तै नगरपालिकामा पनि मेयर उपमेयर हुन्छ नि हजुर हुन्छ अब त्यहाँ कार्यवाहक जस्तो ऊ त्यहाँ नभएपछि एक्टिङ प्रेसिडेन्ट एक्टिङ डाइरेक्टर भनेर आफ्नो हुन्छ नि आफूभन्दा तलबाट दिनुपर्ने होला जस्तै त्यो ठाउँमा चाहिँ हर्क साम्पाङ नभए उपमेयर आइन्द्र बेगा सरलाई होइन दिएर जाने हो एज अ ल भाइ मैले भनेको बोक्यो होइन त्यो डिसाइड गरेँ होइन एज अ यो स्थानीय कानुन नियमले अनुसार आफू नभएपछि आफूभन्दा सानो दिएर जाने हो होइन तर त्यसमा चाहिँ हर्क साम्पाङजीले कसलाई दिएर जानुभयो धारा 11को वार्ड अध्यक्ष लोकन्द्र फागो सरलाई दिएर जानुभयो अब तिम्रै भनौँ न भनेर त ऊ त काङ्ग्रेसको अब भनेपछि के
त्यसलाई कि अब हामी हर्क साम्पाङ काङ्ग्रेस भनेर मान्नु किन उसले काङ्ग्रेसलाई दिएर गयो हजुर होइन हजुर त्यसरी त गर्नु मिलेन नि त र पछि धरान आइसक्नु भएपछि रिजाइन आएको जस्तै ठुलो इस्यु भयो होइन अब धेरै भनौँ न विरोधमै भयो होइन 1400 विरोध भयो त्यसमा चाहिँ के एक्सप्लेनेसन दिनु हो भने मलाई तपाईँले किन नराख्नु भएको उपमेयरलाई किन भन्दाखेरि चाहिँ मलाई शोभायात्रा भन्नु भएन त्यसको कारणले भनेर त्यो त भाइरल छ तपाईँले पठाएको पनि त्यो पर्सनली होइन अब त्यसमा चाहिँ अब तिमी कसरी बुझ्छौ होइन तिम्रो यसमा भ्युज सुन यो राम्रो हो या नराम्रो तिम्रो भ्युज सुन्नु त्यो गलत हो है त्यो गलत हो सरासर त्यो गलत हो तर हर्क साम्पाङले त्यो एउटा हुन्छ नि त्यो जुन भन्नुभयो नि मलाई शोभायात्रा पनि नभन्ने मान्छेलाई म दिन्छु भन्नुभयो नि त्यो चाहिँ देखाउने दाँत हो हात्तीको देखाउने दाँत हो खाने दाँत फाल्टै हुन्छ भित्र कुराहरू अरू नै छ दाजु होइन त्यसलाई त्यसरी बुझ्नु अब त्यसमा अब धेरै डिप नजाऊ है अब धेरै कुराहरू हुन्छ किन यसमा भएर क्या कुनै भ्युज यस्तो नि त भाइ खाने दाँत त देख्ने दाँत भन्नाले पनि पब्लिकले त जे देख्यो त्यही त पत्याउनु नि त भाइ ल उसको भित्र के रिजन होला उसको आफ्नै टसल होला होइन किनभने अब त्यो हुनुभन्दा अलिक अगाडि पनि एउटा इस्यु भएको त थाहा छ 17 नम्बर भाइरल भएको छ नि त्यो यो 17 नम्बरले मलाई सपोर्ट गरेन सरी उपमेयर मलाई सपोर्ट गरेन भनेर पोस्ट हालेको त्यतिखेर त्यो पनि एउटा हुन्छ नि पर्सनल एउटा बिफ भनौँ न पर्सनल राइभलरी एउटा पर्सनल इगो क्लास भएर पनि हुनसक्छ भाइ होइन अब त्यसमा चाहिँ उसले अब त्यस्तो गर्नु सक्दैन अब त्यो थाहा भएन के हो होइन त्यो कुरा सकिसक्यो मैले जस्ट एउटा कुरा ल्याएको हो त्यही त दाइ म पनि एउटा कुरा छक्क पर्छ होइन मैले त दाइ भने त्यसमा त त्यही हो भित्र धेरै कुराहरू हुन्छ होइन इन्ट्रेस्टेड थटहरू पनि हुन्छ मान्छेमा होइन अब त्यो उनीहरूले त्यो बाहिर भन्यो भने त त्यो फेरि अब मिल्दैन भन्ने कुराहरू हुँदैन क्या कतिपय कुराहरू त्यसरी बुझ्नु त्यसलाई छ दाइ तर तपाईँले बुझ्नु पनि हुन्छ म त भाइ कारण जे होस् हुन्छ तर लमा कानुन विपरीत काम गर्नुभयो होइन होला उसको होला मिल्दैन होला तर त्यो भयो भन्ने आफ्नो मन खुसी गर्नु भनेर ऊ राजा होइन होइन कि त हो आइएम अ डिक्टेटर भनेर घोषणा गरेर जे लिनु भएन क्या मैले भनेको एज अ डिक्टेटर जानु भएन क्या त्यही त डिक्टेटर चाहिँ भने चाहिँ के हो दाइ मलाई त्यो डिक्टेटर भनेको एउटा प्राइम एक्जाम्पल हेर नाजी रुल हेर भयो होइन जस्तै अहिले अब अनि हर्क साम्पाङले डिक्टेटर टाइपको चाहिँ ल त्यति अब होइन अब आफ्नै डिसिजन गर्नु खोज्यो उनी हो भनेपछि हाम्रो उपमेयर हाम्रो के अरे भनेपछि के उहाँ नै हो त सर्व अब जनता नेपालको सब जनता भनेको उहाँ मात्रै हो को हाम्रो आयन्द्र बेगा किन मैले बुझिन तिम्रो तपाईले अब डिक्टेटर चाहिँ भन्नु कुन आधारले डिक्टेटर भनेपछि त डिसिजन आफै लिने हैन डिसिजन अब जे गरे हुने आफू नै गर्ने त्यसै त गर्नु भएन नि त एज अ डेमोक्रेटिक कन्ट्री एउटा हुन्छ एउटा एकजनाको खिलाफ त्यसरी गयो भन्दैमा डिक्टेटर भन्ने शब्द चाहिँ त्यो ठुलो हो नि त दाइ भाइ रुल्स माथि चढ्यो भने मैले त भनेको एज अ डिक्टेटर रुल भयो लिडर हो भनेर शब्द मैले अघिदेखि सुने अहिलेदेखि धेरै पहिलादेखि आइरहेछ होइन दाइ त्यस्तो गर्नु भएन भन्नु खोजेको त्यो गर्नु भएन म मान्छु होइन हुन्छ नि त्यो फ्रेमिङ त गर्नु तिमीमा मैले भनेको ऊ डिक्टेटर भन्नु खोजेको होइन क्या उसले जुन कुरा गरिरहेछ जुन डिसिजन लिइरहेछ एज अ डिक्टेटर भयो क्या डिक्टेटरसिप भयो भन्नु खोजेको हो मैले हर्क साम्पाङ एज अ डिक्टेटर भनेर स्टेटमेन्ट दिएको होइन मैले भनेको उसले गरिरहेको कार्य कति कुरा डिक्टेटर को हुन्छ नि क्यारेक्टरिस्टिक्स आइरहेछ है भनेर भन्नु खोजेको होइन त्यसमा त्यो म पनि हुन्छ अब कानुन विपरीत गएको कुरा त म गएको भन्न सक्छु होइन यहाँ तिमीलाई एक्सेप्ट गर खुसी लाग्यो होइन बाहिर त अब तिम्रो होइन तर मैले भने त कानुन विपरीत चाहिँ गएको तर त्यहाँ धेरै कुराहरू छ भन्ने त होइन त्यो पनि ल अब मान्छेहरूले अब डिसाइड गर्नुहुन्छ होइन के कुराहरू नगरपालिकामा सबैले जनतालाई काम गर्ने हो त्यसमा कुनै आफ्नो पर्सनल कुराहरूलाई ह्याम्पर गर्नु भएन त्यही हो पर्सनल कुरा छ भने बाहिर भेट्ने हो लुकीबरी खेल्ने हो होइन वानमा खेल्दा पनि भयो होइन पर्सनल त बारे भयो नि त तर नगरपालिकामा बसेपछि नगरपालिकाको रोबरमा भएपछि त जनतालाई काम गर्नु जनताको हितको लागि काम गर्नु पर्यो नि त र बाई बुक चल्नु पर्यो क्या हजुर हजुर स्थानीय सरकार नियमावली
को थ्रुमा चल्नु पर्यो, त्यही हो मेरो भनाइ भाइ। त्यति भएर अब पर्सनल उसको के होला त्यो आई डोन्ट केयर होइन, भाइ भन। तर काम गर्दाखेरि चाहिँ एज अ बुक, एज अ रुल र हजुर पब्लिकको सिटिजनको हितमा काम हुनु। त्यही त ल म त्यति पनि माने। अनि अब अर्को कुरा त्यो अब हल्का सामान जति पनि पानी ल्याउने क्रममा हुन्छ नि होइन, त्यो अब कोका खोलादेखि भनौँ होइन, अब कता कतादेखि लिइराख्नु भएको छ है। अनि त्यसलाई चाहिँ अब तपाईँले अस्ति ग्रुपमा होइन अलिकति त्यो चाहिँ स्टनबाजी टाइपको कुरा गर्नुभयो होइन, त्यसमा चाहिँ किन स्ट्यान्ड लाग्यो भाइ? के हो यो आफै भन्दैछौ तिमी? किन क्यारेक्टर डाउन होइन दाइ, तपाईँले भन्नुभएको छ नि त त्यो एडिट गरेर हाल मैले कहिले स्टनबाजी लिएको हेर म्यासेज होइन हाल स्टनबाजी भनेर मैले स्टनबाजी कहिले भनेर कसम आमा कसम खाएर भन्छु स्टनबाजी लिएको छु। मैले कुरा झिक्यो भने के हो भने हिसाब किताब कति भयो, त्यो हिसाब किताबको पनि हिसाब किताब कति भयो, एकाउन्टेबिलिटी हुनु पर्यो। अब पैसा उठिरहेछ होइन, अब यो त प्रोजेक्ट उसको पर्सनल होइन नि त, दादाले गरिरहेछ पछि खोज्छाका। जस्तै यसमा एक्जाम्पल लियो के अरे धुर्मु सुन्तुलीको एक्जाम्पल लियो, जुन धुर्मु सुन्तुली फाउन्डेसनले जुन यो के अरे भरतपुरमा जुन स्टेडियम बनाउँदैछ नि, पछि जुन जसले सपोर्ट गर्यो पछि तिनीहरू नै हो क्या त्यो भन्नु खेदो खन्ने क्रिटिसाइज गर्ने होइन। त्यस्तै हर्क सामङजीको पनि नहोस् भन्ने मेरो चाहना हो होइन। जस यो हिसाब किताब हुन्छ एउटा कहानी छ नि, के अरे हिसाब बिग्रो भने समुद्र बिग्रिन्छ, पिसाब बिग्रो भने हाल बिग्रिन्छ भन्ने छ एउटा जुन छ त्यो होइन। पछि मैले त उसकै राम्रो लागि जे होस् आयो बायो चाहिँ होइन गरिराखेँ, उसलाई सेफ साइड हो नि त। पछि अब धुर्मु सुन्तुली थाहा छ हामीले कति सहयोग गर्नु, मैले कति सहयोग गरेँ धुर्मु सुन्तुलीलाई होइन। जस्तै 1 लाखको सिटै राख्ने भन्छ नि त्यस्तो सबै राख्छ होइन, धेरै सपोर्ट धेरै पैसा गरेँ होइन। तर अब त्यो यस्तो प्लान भइदियो भने यस्तो प्रोजेक्ट भइदियो त्यो हुन्छ नि सिटिजनको थ्रुबाट त्यो प्लानिङ भनौँ न त्यो त्यो खालको रकम हुन्छ नि गर्नु अलिकति एज अ इन्डिभिजुअल लेभलमा गाह्रै परेर उनीहरू हातै उठाएर नसकेर क्या। अब त्यस्तै त हुँदैन भनेर हुन्छ भनेर चाहिँ म होइन म प्रे गर्दिनँ होइन, त्यस्तो नहोस् पनि। तर मेरो चाहिँ भनाइ चाहिँ कति आयो आयो भएको हुन्छ नि होइन, त्यो चाहिँ हिसाब गरेर जस एउटा एकाउन्टेबिलिटी राखेर होइन भनौँ न सार्वजनिक गर्नु पर्यो, रिपोर्टै सार्वजनिक गरिदिए उसलाई राम्रो हो। त्यो कुराले उसलाई नै एट्याक आउने क्या यो कुरालाई। अब अहिले पावरमा छ ऊ होइन, अहिले पावरमा छ, अहिले उसँग मान्छे छ, तर टाइम सधैँ एउटा रहँदैन नि त भाइ। टाइम थाहा छ तिमीलाई कुरा गर, टाइम चेन्जेस भनौँ हो क्या, कसैको एउटा डाउनफल पनि आउँछ, कसैको त्यही मान्छे जो सपोर्ट गर्छ त्यो मान्छे उसको पछि खेदो खन्छ हेर भाइ होइन। हुनसक्छ चाहन्छ हुन्छ भनेर हुनसक्छ। मेरो त त्यही हो भनेको, अब कति आयो कति गयो होइन त्यो देखाइदिए होइन, झन् मान्छेले सपोर्ट गर्थे होइन, त्यो त हो झन् क्लियर हुन्थ्यो मेरो आर्गुमेन्ट त्यही। अब त्यो प्लानिङ अब स्टनबाजी चाहिँ म भन्दिनँ भाइ होइन, हो राम्रो प्लानिङ हो। तर मेरो एउटै भनाइ त्यसमा के छ भने त्यो दिगो हुनु पर्यो होइन। तपाईँले त्यही भन्नु, त्यही त अब त्यो दिगो हुनु पर्यो होइन, त्यो सस्टेनेबल हुनु पर्यो। जस्तै अब तिम्रो कमेन्ट देखिरहेको थियो यो फाइलिङको कुरामा होइन, त्यसमा थोरै बोलिहालेँ। फाइलिङले जुन गरिरहेछ होइन त्यो भनेको तिम्रो कमेन्ट हाल्थ्यो नि के अरे समुद्रबाट के भन्छ समुद्र एउटा के भन्छ एक थोको पानी हालेर के अरे समुद्रबाट एक बाल्टी अब निकालेर त्यो रित्तो पार्छु भन्ने जस्तै नै देखियो है। त्यस्तो म मान्छु दाइ म पनि। त्यसमा चाहिँ होइन, त्यसमा चाहिँ अब त्यही कुरोलाई एउटा विज्ञ लिएर होइन, जस्तै एउटा इन्जिनियर भयो, एउटा जस्तै सर्वेयर लिएर कसरी त्यसलाई व्यवस्थित अब एभ्री इयरै गएर भएन जङ्गलमा गएर त्यो खनेर के अरे बढालेर त हुन्छ फेरि सम्भव छैन फेरि अब होइन के अरे फल लागेपछि फेरि झरिहाल्छ पातहरू होइन, फेरि आउने हो हावाले यताउति त्यो गर्ने त्यो सम्भव छैन क्या। मैले त्यसलाई कि त अब अन्डरग्राउन्ड गरेर या कि त अलिकति माथि अब त्यो त हामी भाइ एक्सपर्ट होइन हामी दिन सक्दैनौँ के होला, तर अब हुन्छ नि त यस्तो काम गरिराख्ने एक्सपर्ट हुन्छ, त्यो भएर तिनीहरूसँग सल्लाह लिएर होइन समन्वय गरेर गर्न सकिन्छ, गर्न सकिन्छ मेरो भनाइ त्यही हो क्या। हो त्यो चाहिँ त्यसमा त मैले आफै तर तपाईँले मेरो अस्ति जब त्यो हुन्छ नि सामान्य त पानी ल्याउने क्रममा अब तपाईँले होइन त्यो सस्टेनेबल भएन होइन,
अनि मैले अनि स्टर्न जस्तै नै भन्नुभयो नि तपाईँले डाइरेक्टली भन्नुभयो नि दाइ अब तर त्यो घुमाउने तरिका अब मैले जे भने तिमीले त अब स्टर्न बुझ्छौ कि त होइन सुन्नु बुझ्छौ कि होइन तिम्रो त मेन्टल प्रोसेस हो क्या तिम्रो कग्निटिभ प्रोसेस हो त्यो सुन्नु न तर मैले डाइरेक्टली स्टर्न भनेर त त्यस्तो भनेको छुइनँ भएर यस्तो कता अब तिमी अब डाइरेक्ट यसरी एक्युज गर्छ स्टर्न त्यो भयो भने त के हुन्छ म हेर्छु म मेसेजहरू हेर्छु डिल चाहिँ नहानिहाल्नु है ओके होइन म कन्फिडेन्स धेरै कुरा छ होइन दाइ अब तर अब यस्तो गर्दा अब हर्क साम्पाङले अब तपाईँहरूले जुन यो आवाजहरू उठाउँदै हुनुहुन्छ नि हाम्रो एडिबीको जुन पैसा अब पहिला हरायो नि होइन अब कति भ्रष्टाचार छ त्यो कुरामा चाहिँ तपाईँहरूले कहिले खोज्नु भएन होइन अनि अब हर्क साम्पाङले आफ्नो तर्फबाट होइन त्यो सङ्घीय सरकार हाम्रो के भन्छ केन्द्रीय सरकार त्यहाँ गएर पनि अब आवाज उठाइ पनि राख्नु नै भएको छ है अब त्यहाँबाट अब केही अब हुन्छ नि अब त्यहाँबाट समय लाग्न सक्छ होइन सानोतिनो रकमको बजेट होइन अनि केही टेम्पोरेरीको लागि अब हुन्छ नि टेम्पोरेरी सोल्युसनको लागि त्यो अब अलिक खोला नालाबाट श्रमदान थ्रु होइन अब पहिला पनि गाउँघरतिर हेर्ने हो भने पहिला पानी खानुको लागि त्यो हुन्छ नि आफैले नै त्यो पाइपहरू लगेर त्यसरी ल्याउने चलन छ होइन लिएर खाएर मान्छेहरू बाँचिरहेछन् अनि त्यही अब प्रोसेस अलिकति हुन्छ नि अलिकति सजिलो हुन्छ कि भनेर त्यो गर्दाखेरि चाहिँ तपाईँको जब त्यहाँ अलिकति कमेन्ट देखेँ नि अस्ति एउटा त तपाईँ आशिष दाई त्यो दिगो भएन यताउति भएन अब केही नगर्नु त अब दिगो भएन भन्दैमा अब त्यतिकै के बसिराख्नु पर्ने हो केही नगर्नु पर्ने हो कि के हो होइन तिम्रो अर्कै रूपले लिएछ यसलाई होइन अब हामीले एज अ प्लानिङ हजुर लिएको होइन उसले काम गरेकोमा ऊ एक्सेप्ट गर्नुपर्छ हजुर तर त्यसलाई पनि अलिकति दिगो होइन एउटा एक्सपर्टसँग लिएर होइन त्यो सस्टेन होस् क्या हजुर त्यो अब एउटा गरो फेरि अब कोखा प्रोजेक्ट 1 आयो फेरि प्रोजेक्ट 2 अब यसरी प्रोजेक्ट 20 सम्म पुग्ला नि त होइन तर त्यसलाई चाहिँ मेरो एउटै भनाइमा आशिषको एउटै भनाइ भने त्यसलाई एउटा सस्टेनेबल भएर हुन्छ नि एउटा दिगो रूपमा प्लानिङ गरेर होइन गर्दा झन् राम्रो हुन्छ होइन जस्तै अब बघि मैले इक्जाम्पल दिएँ नि यो के अरे फायर लेनको त्यसलाई पनि अर्कै रूप त होला नि त एक्सपर्ट हामीसँग हामी त्यसको एक्सपर्ट नभए पनि हुन्छ नि त एक्सपर्टहरू के कसरी यसलाई हुन्छ नि लङ टर्मसम्म गर्ने हुन्छ नि त फरेस्ट फायरसँग किनभने पानी जङ्गलबाट धना मात्रै ल्याएको होइन ल औठाउनु लगेको छ औठाउमा त प्लानिङ गरेर लगेको होला नि त धनले पहिलो डेब्यू गरेको त जङ्गलको थ्रुबाट पाइप लगेर गरेको त होइन नि औठो पनि छ केही त होला नि सोल्युसन अब हामीलेसँग सोल्युसन भन्न हामीलाई नआए पनि एक्सपर्टहरू होला होइन त्यसलाई अरू रूपमा ल्याउन सकिन्छ नि त मेरो भनाइ के हो क्या अनि अब होइन अब उसको प्लानिङ अब फेल भयो यो स्टर्न गरेको भनेर मैले कहिले भनेको छुइनँ होइन हो अलिअलि पनि धानलाई राम्रै भइरहेछ पानी आएर होइन त्यो सहजै भइरहेछ त्यसलाई म मान्छु होइन त्यसलाई आत्मसात गर्छु म हजुर तर मेरो चाहिँ त्यही हो अलिक सस्टेनेबल दिगो गरे मलाई चाहिँ अब अलिकति होइन जे गरिराख्नु भएको छ त्यो ठिक लागिरहेछ तर त्यो फायर लेन चाहिँ त्यसलाई गाड्नु पर्यो क्या अलिकति धेरै गहिरो पनि खन्नु परेन अलिकति गाडेर हाम्रो गाउँतिर चाहिँ त्यस्तो गर्थे है अब हर्कसम्म पनि भोजपुरकै हो त्यही भएर उहाँलाई त्यही थाहा छ होला होइन अलिकति मात्रै धेरै होइन थोरै मात्रै खनेर तर अब त्यही हो अब हामी यहाँ बसेर हामीले त्यो उको कुरा गर्ने थोरै अब चेतनाको कमी भन्छ यसमा चाहिँ भयो होइन अब त्यही हो त्यही ढुङ्गे युगकै प्लानिङ ढुङ्गे युजकै मेथड युज गरेर चाहिँ होइन त्यही हो क्या समुद्रमा के अरे समुद्र पानी झिकेर रिताउँछु भन्नु जस्तै हो होइन त्यहाँ चाहिँ अलिकति कमी कमजोरी देखिन्छ होइन तर त्यसमा एउटा कुरा भने अब केही नगर्नु भन्दा त्यति गरेर भइरहेको छ त्यो चाहिँ हामीले उयो गर्नुपर्छ होइन त्यही हो एक्सप्लेनेन्स गर्नै पर्यो यो चाहिँ विरोध होइन एउटा सजेसन विरोध होइन यो त अब यसो अब सस्टेनेबली जानु पर्यो होइन हजुर हजुर हामी साथ सपोर्ट त हामी गरिरहेको छौँ राम्रो काममा साथ सपोर्ट गर्ने हो नराम्रो काममा बोल्ने पनि हो त्यही त नराम्रो काम त अब अहिलेसम्म जति गफ गरियो त्यहाँ कुनै नराम्रो चाहिँ मलाई खासै त्यस्तो लागेन होइन अब जसले अब त्यो दरानको हुन्छ नि अब अलिकति के भन्छ विकासको पर्यावाची चाहिँ के हुन्छ होइन त्यस्तो दुर्गति हुने त अब त्यस्तो मैले केही अहिलेसम्म चाहिँ त्यस्तो देखिनँ होइन अनि ल दाजु है तपाईँलाई अर्को क्वेसन अनि
तपाईँलाई म अब गफ गर्दै गर्दाखेरि अब हर्क साम्पाङ अब होइन यो चुनाव भनेको त अब 5 वर्षमा हुन्छ। अब तपाईँको चाहिँ एउटा के दाबी छ भन्दाखेरि लेखेर दिन्छु होइन नेक्स्ट चुनावमा चाहिँ हर्क साम्पाङले जित्नु हुँदैन भन्ने तर्क राख्नुहुन्छ। त्यो चाहिँ कुन आधारले राख्नुभयो होइन? तपाईँले अब तपाईँलाई त अब नेसनल एउटा के भन्छ यो भविष्य हेर्ने एउटा ज्योतिष के घोषणा गरिदिनु पर्ने हो कि तपाईँलाई यतिको दाबी दिएर भन्नुहुन्छ 100%, 100 त होइन 200% तपाईँ दाबी दिनुहुन्छ भाइ? अब यो ज्योतिषी चाहिँ शिक्षा चाहिँ कहाँबाट तपाईँले प्राप्त गर्नुभयो? प्रेडिक्सन भन्नुहुन्छ एउटा आफ्नो भ्युज राख्नु पाउँछ भाइ होइन? तपाईँले प्रेडिक्सन भन्दाखेरि तपाईँले 100% त दायित्व त लगभग मैले भन्दैमा त हुने त त्यो त म कुनै अन्तर्गामी होइन होइन। मैले त मलाई जे लाग्छ होइन मैले भन्नु पाएँ त हो जित्दैन म अहिले पनि भन्छु होइन गाडी चाहिँ जित्नु होइन। कति पर्सेन्ट? अब त्यो पर्सेन्ट त भाइ म न म्याथमेटिसियन हो होइन। अब जित्दैन बुझ 51%ले जित्दैन बहुमतै म कदर गर्छु। 49% भोटायो 51% अर्को भोटाएर जित्छ अरे ल तिमीले पर्सेन्ट मागिहाल्यो बहुमतको मैले भन्दै होइन मेजोरिटी भन्दै। अब मलाई लागेको जित्दैन किनभने धरे जनताको अब ग्राउन्ड रिपोर्टहरू भनौँ न ग्राउन्ड रियालिटी फरकै छ होइन। अनि अब यस्तो अब यसमा चाहिँ अब सब्जेक्टिभ जान्छ क्या। जस्तो मैले कुन भुइँपर्ने भन्छु होइन तिमीले कुन भुइँपर्ने भनौँ न तिम्रो कुन सोचले त्यो गर्छौ होइन। अब त्यसमा डिबेट गरेर होइन कुनै फाइदा छैन जस्तो लाग्छ किनभने तिमी म के पर्सिभ गरेर म त्यो कुरा भन्छु होइन मेरो अब सब्जेक्टिभ पर्सपेक्टिभ बेग्लै हुन्छ। तिमी अब के कुरा सोचेर भन्छौ होइन यो चाहिँ नेभर इन्डिङ डिबेट हो क्या होइन। म त डिबेट गर्दिनँ म सुन्न मात्रै चाहन्छु किन जित्दैन जस्तो लाग्छ म डिबेट दाजु। यसमा अब यो भनेर यो हुन्छ यो व्यर्थै हुन्छ क्या त्यो मलाई लागेको कुरा अब यो यसमा भनेर यो कुरा गरेँ भने मैले यो नेभर इन्डिङ डिबेट हो यसमा अब यो त भन्छ। ल ठिक छ ल हर्क साम्पाङले अर्को चुनावमा हार्नु भयो अरे अनि के त्यो राम्रो हो कि नराम्रो हो त दाजु तपाईँको विचारमा? अब त्यही हो चेन्जेस तिम्रै मैले भनाइ कपी गरेँ चेन्जेस चाहिन्छ होइन। चेन्जेस अब हर्क साम्पाङ 5 वर्ष गर्नुभयो राम्रो काम गर्नुभयो अब अरू त्यस्तै मान्छे आउला नि त किनभने के अरे हर्क साम्पाङ जस्तै अरू पनि मान्छे होला धरानमा स्वतन्त्रबाट आउला कि पार्टीबाट आउला जोबाट आए पनि काम राम्रो गर्यो भने ओके त्यही हो। पार्टी नै यस्तो हो क्या मैले पार्टीको एउटा जोडिहालेँ तिम्रो चाहिँ एउटा के माइन्डमा भन्छ नि सबकन्सियस माइन्डमा के बसेको छ भने पार्टीले चाहिँ डुबायो देश पार्टीले चाहिँ पार्टी आयो भने चाहिँ सत्यनाशै हुन्छ भनेर भन्छौ। तर एउटा कुरामा के नबिर्छ भने यो पार्टीले गर्दाखेरि तिमीले जुन फ्रिडम गरिरहेछौ नि नेपालको पोलिटिकल पार्टीको लिडरहरूले गरेर तिमीले जुन यो फ्रिडम लिए हामी यो पोडकास्ट गरिरहेछौँ हाम्रो भ्युज राखिरहेछौँ त्यो गर्नु पाएको भाइ होइन त्यो तिमी आत्मसात गर। र अब म त्यसमा के भन्छु भने पार्टी गलत होइन भाइ पार्टीमा जसले चलाइरहेछ नि पार्टीको जुन छ नि लिडरहरू तिनीहरू गलत भएपछि होइन पार्टी नै त्यसो भयो जस्तै अब हेर बिपी कोइराला हेर काङ्ग्रेसबाट होइन जस्तै अब के अरे यता एमालेबाट के पो नाम मदन के पो मदन भण्डारी मदन भण्डारीहरू भयो होइन उनीहरू राम्रो लिडर हो जस्तै गणेशमान सिंह भन्छ नि आइरन म्यान भन्छ नि राम्रो लिडर हो हामी त्यसको जीवनी पढ्यौँ होइन त्यसै त हाल्दैन होला नि त हाम्रो भनौँ न हाम्रो के अरे करिकुलममा त हाल्दैन होला नि त उनीहरूको राम्रै काम गरे होइन बिपी भयो उनीहरू राम्रो काम गरे उनीहरू राम्रो लिडर छ नि त। अब अहिलेको हाम्रो देशको कन्टेक्समा चाहिँ लिडरहरू चाहिँ खराब हो क्या भाइ पार्टी त खराब नभन होइन किनभने यही पार्टीहरू पनि हाम्रो क्यानाडामा छ युकेमा छ होइन जस यही भन्छ नि लेफ्टिस्ट राइटिस्ट भन्छ नि होइन लिबरल भन्छ के अरे कम्युनिस्ट भन्छ नि त्यहाँ पनि त्यही हो नि त। अब हाम्रो देशमा चाहिँ पार्टी भन्नाले पनि पार्टीमा जुन छन् लिडरहरू तिनीहरू गलत उनीहरूको मान्छे गलत भएर चाहिँ होइन यो पार्टी चाहिँ भइरहेको हुन्छ क्या के अरे के भन्नु पार्टीहरूले चाहिँ ब्याकलास खाइरहेको छ क्या। म त्यस्तो यस्तो हुन्छ पार्टी विरोधी त किन हुने र होइन या अब त्यो अलिकति देशको विकास जुन तरिकाले हुन्छ हामी त एकदम होइन त्यत्रो विश्वास गरेको हो नि त दाइ 15-20 वर्ष अब कति विश्वास गर्दाखेरि पनि अहिलेको देशको झन् दुर्गति हुँदैछ भने अलिकति त्यही मान्छे हच्किन्छ नि त के हच्किँदैन भन्नु। त्यसमा एउटा इक्जाम्पल दिए धरानकै सन्दर्भमा लिएर जस्तै अब धरान के अरे 13 मा हेर नेता काफले ऊ पहिला अर्कै पार्टीबाट जित्यो अस्तिको चुनाव यो होइन अस्तिको चुनाव होइन
उसले त राम्रो काम गर्यो हजुर फेरि यो पालि पनि जित्यो त अर्को पार्टीबाट हजुर भनेपछि के हुन्छ मान्छेमा भर पर्ने क्या भाइ पार्टीमा होइन क्या भाइ हजुर। जस्तो तिमी राम्रो काम गर होइन जस्तो यहाँ नेपालको लिडरहरू चाहिँ अब त्यो मान्छे नराम्रो भयो त्यस्तो भयो क्या पार्टीले हुन्छ नि गाली खाएको होइन हजुर। त उनीहरू राम्रो भयो त तिमी काङ्ग्रेसबाट आऊ या एमालेबाट आऊ होइन कि त राप्रबाट आऊ कि त अहिले के अरे हाम्रो नयाँ पार्टी घन्टीबाट आऊ हजुर काम राम्रो गर न जनतालाई सपोर्ट गर्ने क्या होइन म त के छ मलाई त त्यसमा के भनेको छैन मेरो भनाइ चाहिँ के छ भन्दाखेरि अब अर्को चुनावमा चाहिँ तिम्रो चाहिँ अब तिम्रो भनाइ कस्तो भने अब यो काङ्ग्रेसबाट हो भन्ने चाहिँ गलत सबै एमालेबाट हो होइन तिम्रो यही छ मेरो छैन दाइ जन्म छ भाइ मेरो छैन सुन्नु न काङ्ग्रेसबाट आयो भन्दैमा यो मुला घुस खान्छ भनेर होइन अहिलेसम्म चाहिँ मेरो के छ भन्दाखेरि अहिलेसम्म चाहिँ जति पनि यो पार्टीको मान्छेहरूले सत्ता घुमाई देश सकिसक्यो क्या खोक्रो भइसक्यो होइन सुन्नु है अब नेक्स्ट चुनावमा चाहिँ अब नेपालीहरू त अहिले त लगभग अब धेरै रहँदैन पनि भोट दिनुको लागि होइन त्यो त विचार गर्नु तपाईँले देखि नै राख्नु भएको छ धेरै छैन अब भोट गर्ने मान्छे नेक्स्ट चुनावमा हेर्नु न कति हुन्छ सुन्नु न एउटा कुरा अब त्यसलाई चाहिँ अब कसरी विश्वास गर्ने क्या त्यो तिनटै पार्टीलाई चाहिँ कसरी विश्वास गर्ने भन्ने कुरो मात्रै हो म त के छ म त भोट दिनु पनि पाउँदिनँ होइन यहाँदेखि जो अब नेक्स्ट चुनावमा जसले जित्यो भने राम्रो मान्छेले जित्योस् पार्टी सार्टी मलाई मतलब भएन यस्तो हो यसमा पनि पार्टी जुनसुकै आओस् राम्रो मान्छे आयो भने भोट हाल्छ क्या भाइ जस्तो मैले एक्जाम दिइनँ 13 नम्बरबाट भयो जस्तै अनि के अरे यता पानबारीको भयो वार्ड नम्बर 5 को होइन 6 वार्ड नम्बर 6 को त्यहाँ पनि खास स्वतन्त्र जितेछ नि त्यहाँ छ तर खास काङ्ग्रेस मान्छे हो मेरो भाइकै बाबा हो होइन त्यो मान्छे हो क्या मान्छे जसले डेभलप गर्छ उसलाई गर्ने होइन सोच न ल एउटा हाइपोथेटिकल क्वेसन सोधे तिमीलाई होइन हर्क साम्बाङ जी नै काङ्ग्रेसबाट उठो भने तिमी धानको भोटर छौ भोट हाल्छौ काङ्ग्रेसमा सरी हाल्छौ नि मान्छेहरू हाल्ने हो नि त भोट अनि अब पार्टी भनेको पार्टी चाहिन्छ पार्टी भनेको एउटा यस्तो हो जुन चाहिँ अब नेटवर्किङहरूको लागि होइन चाहिन्छ पार्टी पोलिटिकल पार्टी चाहिन्छ तर त यस्तो काम कसले गर्छ होइन त्यो मान्छे हाल्नु भोट हाल्ने त्यही त यस्तो हो क्या अब फेरि कस्तो भन्यो भने तपाईँले सोध्नु होइन अहिले हर्क साम्बाङ त अब लाइक ऊ को भने चिनिसक्यो नि त मान्छेहरूले जस्तै अब दाइ मैले अब नेक्स्ट चुनावमा ल को उठ्दैछ काङ्ग्रेसबाट कसरी चिन्ने मैले उसले के गरेको छ एउटा केही स्पेसिफिक कुराहरू त हुन्छ हर्क साम्बाङलाई त पहिला किन जित्यो भन्दाखेरि तपाईँलाई थाहा नै छ कसरी जितेको भनेर हर्क साम्बाङको जस्तो त कसैले गर्नु पनि सक्दैन होइन त्यो एउटा नमुना हो क्या त उदाहरण त्यसमा उहाँले एकैले अब धेरै पानीको मुद्दाहरू उठाएर होस् धेरै कुरा मुद्दामा उठाएर उहाँलाई कसरी दाइ कहिले नसुनेको उहाँको एक्जिस्टेन्स नै थिएन होइन अब एकैचोटि त्यसमा म थोरै कुरा जोडेँ तिमीले अब त्यसमा धेरै इन्टरनल कुराहरू छ होइन कसरी जित्यो भनेर किनभने म त्यो टाइममा म ग्राउन्डमै लिएर होइन हिँडेर त मलाई थाहा छ कसरी के हो भनेर होइन अब त्यसमा यहाँ मैले बोलेँ भने त्यो अब भन्नु न के भन्छ एउटा ग्राउन्ड भन्नु रियालिटी कुरा बोल्यो भने थोरै धेरै विवाद हुन्छ होइन ठिक छ दाइ अब कसरी जितेर तिमीलाई मैले पर्सनली पनि भनेको छु कसरी जित्यो भनेर त्यो पनि होइन उसले पनि भोट त पाएको होइन त्योमा त्यहाँ मेन चाहिँ राप्रपाकोबाट भोट थोरै काट्यो थोरै म भनिदिन्छु तिमीलाई पृष्ठभूमि होइन त्यो राप्रपाको भोटबाट काट्यो अनि मेन कुरो चाहिँ एमालेबाट हाम्रो के अरे मन्जु भण्डारी उठाइदियो किनभने मन्जु भण्डारीको इमेज पहिला डाउन छ क्या एज अ उपमेयर जुन छ नि कार्यकालमा डाउन थियो त्यतिखेर ओलीको नजिक भएर उसले टिकट पायो होइन मेयरको लागि अनि धान अब त्यस्तै थाहा छ नि तिमीलाई ट्याक्स बढाएको थियो होइन मन्जु भण्डारीको पालामा त्यसमै मान्छेहरू हुन्छ नि एउटा ब्याड इमेज बसिरहेको थियो होइन त्यो भयो त्यसै होइन हर्क साम्बाङको पनि सपोर्टर थियो तर अब जो समयले पनि साथ दिएको भन्छु समय साथ दिएको होइन अलिकति त्यो थोरै हुन्छ नि आपसी भनौँ न पार्टी बिचमा थोरै बाडमेल नभएको भए चाहिँ होइन हर्क साम्बाङजीलाई पनि गाह्रै पर्छ त्यही त त्यही हर्क साम्बाङले नजित्नु भएको भए त फेरि धरा नि त है होइन अब फ्युचर कसैले दिएको छैन भाइ होइन म त्यसमा चाहिँ केही कमेन्ट गरिनँ त्यही त ठिक छ दाइ अनि दाइ ल अब यो कुरा गर्दै गर्दाखेरि है अब
जस्तै अब देशको विकासको कुरा गर्दैछौँ होइन, अलिक तपाईँले राप्राको के कुरा गर्दै हुनुहुन्थ्यो होइन। अहिले त जुन अहिले हुन्छ नि देशको हालत, अब हाम्रो धरानमै नअर्क्यौँ होइन, तर हुनु चाहिँ हाम्रो मेन मुद्दा धरानकै थियो, अब हाम्रो हर्क साम्पाङको बारेमा थियो होइन। तर अलिकति हर्क साम्पाङ लास्ट एउटा टपिक छ, एउटा क्वेसन सोध्नु होला होइन। अब हर्क साम्पाङलाई के सजेसन, अब तपाईँले त अब होइन एउटा गुड केटीको होइन, अब तपाईँले के हर्क साम्पाङलाई के गुड सजेसन होइन, अब अर्को चुनावमा पनि जित्नुको लागि हुन्छ नि एउटा एज अ सिटिजन एउटा म त एउटै भन्छु, थोरै डिप्लोमेटिक हुनु पर्यो। हजुर। थोरै हुन्छ नि इथिकल्ली कामहरू गर्नु पर्यो होइन, गरिरहेछ यी कामहरू होइन। हजुर। तर थोरै अब हुन्छ नि एउटा एज अ लिडर भएर हजुर कसरी परिस्थितिलाई कसरी ह्यान्डल गर्ने होइन, त्यो थोरै संयम भएर गरे होइन, सुन्न सुगन्ध हुन्छ। मेरो त्यही हो सजेसन भाइ। अब काम त राम्रो गरिरहेको छ होइन, गरिरहेको होइन, तर अब त्यही हो थोरै अलिकति। तर अनि दाइ के गुनासो तपाईँले गुनासोहरू कस्तो कस्तो पोख्नु भयो क्या? मलाई चाहिँ गुनासो के छ थाहा छ दाइ हर्क साम्पाङदेखि अनेस्टली, मैले चाहिँ समर्थकै हर्क साम्पाङ तपाईँ थाहा छ नि म कस्तो समर्थक हो होइन। तर हर्क साम्पाङले चाहिँ मलाई चाहिँ अझ दाइ हुन्छ नि ओभरअल क्या त्यो हो नेचर इन्भाइरोमेन्टलाई जुन तरिकाले प्रोटेक्ट गर्न खोज्नु भएको छ नि, त्यो भनेको लगभग मान्छेले बुझ्नको लागि उहाँले भन्नुहुन्छ नि, मलाई बुझ्नको लागि मान्छेलाई 10 वर्ष लाग्छ भन्नुहुन्छ नि, 10-20 वर्ष लाग्छ भन्नुहुन्छ नि, त्यो म बुझ्छु क्या उहाँले के भन्नु खोज्नु भएको होइन। इन्भाइरोमेन्ट अब पृथ्वी रहन्छ त अरू सबै कुरा रहन्छ, त्यो एकदम राम्रो हो। तर साथसाथै अब धरानमा भइरहेको त्यो अरू हुन्छ नि दाइ जुन त्यो क्राइमहरू बढ्दो छ त्यसमा पनि उहाँले अलिकति आवाजहरू उठाउनै पर्ने हुन्छ, उहाँले बोल्नै पर्ने हुन्छ क्या कतिपय कुराहरू। अनि जस्तै एजुकेसन सिस्टमको बारेमा लिएर पनि धेरै कुराहरू अलिकति हुन्छ नि, अनि त्यो त्यो हुन्छ नि दाइ त्यो खानेकुराहरूकोमा अलिक एभ्रिथिङमा हेर्नु पर्यो क्या उहाँले हुन्छ नि। उहाँले अब सबै ठाउँमा फिल्डमा उहाँ पर्सनली त्यो श्रमदान गरेको जस्तो नगए पनि पोलिसीहरू चाहिँ बनाएर त्यस्तो कुराहरू पनि सार्वजनिक गर्नुभयो भने चाहिँ झन् अहो हुन्छ नि उहाँले चाहिँ सबैतिर हेरिराख्नु भएको चाहिँ। अनि चाहिँ म उहाँलाई चाहिँ प्रधानमन्त्री बन्ने एउटा हुन्छ नि ऊ क्यान्डिडेट देख्थेँ क्या। तर मलाई चाहिँ उहाँको एउटै एकवटा मात्रै त होइन गरिराख्नु भएको छ त्यो कारखानाहरू केहरू खोल्नु खोजिराख्नु भएको छ होइन, त्यो कति उदाहरणीय छ। तर अझ क्या एउटा गुड लिडर, एउटा लिडरको होइन ओपर धेरै भूमिकाहरू हुन्छ क्या। म चाहिँ त्यो भन्छु क्या। त्यसमा चाहिँ मेरो अलिकति हुन्छ नि दाइ उहाँलाई एउटा गुड सजेसन होइन टाइपको हो होइन। मतलबको कुरा बुझेँ होइन, हो त्यो पनि यस्तो हो विकास भनेको चौतर्फी हुनु पर्यो होइन, एउटै लागेर भएर पानी भएर पनि हुँदैन होइन। त्यस हामीलाई भर्तीको जुन मुद्दा उठायो नि त्यो पनि चाहिन्छ होइन, शिक्षादेखि लिएर बजार भयो होइन। हो अब यस्तो हो डेभलपमेन्ट गर्दाखेरि अब हुन्छ नि चारैतिर हेरेर होइन, एउटैलाई मात्रै इम्पोर्टेन्स दिएर सबैलाई हुन्छ नि ब्यालेन्सले लगे होइन राम्रो हुन्छ भन्ने म त्यति मेरो चाहिँ त्यस्तो है। त्यो राम्रै हो। म त्यसलाई के भन्छु त्यसलाई म आम ओके विथ द्याट भन्नाले जस तपाईँ अनि एउटा लास्ट क्वेसन ल दाइ त्यही हर्क साम्पाङको रिलेटेड है। आजदेखि दाइ र मेरो लगभग हामी कुरा मिल्यो, हामीले अन्डरस्ट्यान्डिङमा आइसक्यौँ है। यो धेरै महिनाको मुद्दा अब हुन्छ नि हाम्रो यो विवाद पछिको यो एउटा होइन विवाद होइन त्यसलाई विवाद गुड के भन्नु हेल्दी कन्भर्सेसन होइन। त्यही आफ्नो भ्युज पोइन्ट राख्ने हुन्छ एउटा त्यही त तिमीलाई चित्त नबुझेर राख मैले राखेँ होइन। त्यसमा हामी अब के भन्न भएको होइन होइन, आफ्नो भ्यू त राखेको अरे त्यसमा तिमीलाई सही लाग्दैन भन्छौ, त्यही गिभ एन्ड टेक टाइप हो क्या त्यो। भने अब म्याच के त हुन्छ नि झगडा नै हुन्छ नि, त्यसलाई त्यसरी नलिए होइन त्यसरी लिएको छैन। अब तिमीले त्यसरी मैले पनि लिएको छैन आजैबाट त्यसलाई भुइँमा फ्याल। दाइ सुन्नु न अब लास्ट है हाम्रो हर्क साम्पाङ अब नेक्स्ट चुनावमा मेयर भएको तपाईँ हेर्न चाहनुहुन्छ कि चाहनुहुँदैन? त्यो त अब भइहाल अहिले भनेर हुँदैन हौ भइहाल। खोइ अब आए राम्रै हो नआए पनि राम्रै हो। म हुन्छ यसमा मेरो भनाइ केही छैन, म न्युट्रलै हो। आए पनि ठिकै छ होइन गरिरहेको छ, नआए पनि कोही राम्रो आएर गला नि त भाइ। त्यही हो मेरो अब यही नहुनु पर्ने होइन, यो नहुनु पर्ने त्यस्तो मेरो चोइस होइन। अब ऊ आए राम्रो काम राम्रै हुन्छ होइन,
ऊ नआएर अरू आयो भने उसले पनि राम्रै काम गरोस् भन्ने मेरो त्यही शुभकामना भन्न चाहन्छु। तर मेरो त्यो प्रिफरेन्स छैन यो आओस् त्यो आओस् भने होइन, जो आए पनि काम होस्, जनताले शास्ति नपाओस्, मेरो भनाइ त्यही छ। त्यही हो भाइ, जस आए पनि भयो नआए पनि भयो तपाईँको मेरो म न्युट्रल हो भाइ। ऊ आए पनि होइन, आए पनि राम्रो काम गरोस् होइन, सवती के हुन्छ, नआए पनि ठिकै छ। कोही आए आउँछ होइन अरू होइन, त्यसले पनि राम्रै काम गरोस् होइन, हजुर विकास होस्। हजुर आज धरान होइन यसो नमुना सिटी भन्छ नि एउटा केटा भन्छन् नि, नमुना सिटी एउटा नेपालको भनेर होइन, चिन्नु पाएँ, यसो धराने भनेर गर्व गर्न पाएँ हामीलाई, त्यो त्यसमा ओके छु क्या भाइ। मेरो यही प्रिफरेन्स यही आउनु भनेर मलाई त्यसमा मेरो केही बोली छैन भाइ। ठिक छ दाजु, ठिक छ है। अब त ल एउटा यो अब धरानदेखि बाहिर लास्ट एउटा क्वेसन है त, अनि त्यसपछि पोडकास्ट सकौँ होइन। अब जुन अब तपाईँले अघि अलिकति होइन खुलेर भन्नु सक्नु भएन, त्यहाँ ठिकै छ होइन, त्यो हर्क साम्पाङले कुन तरिकाले जित्नु भयो भन्ने कुरा अब तपाईँलाई थाहा छ, हामीलाई थाहा छ धरानवासीलाई होइन। तर अब देशमा अरू अहिले अब अर्को तरङ्ग आइरहेछ होइन, अब हाम्रो त्यही हिसाबले अब जुन तरिकाले हाम्रो देशको हालत छ नि अहिले हाम्रो राजा पनि ल्याउने कुरा चलिरहेछ होइन, राजा आउने कुरा टाइपको के भन्न चाहनुहुन्छ त्यसमा पनि त? के हाम्रो धरानकै जस्तो सिचुएसन? त्यसमा म थोरै बोलेँ। यसमा चाहिँ मैले इनडेप स्टोरी भनेर युट्युब च्यानल छ होइन, त्यसको मैले भिडियो हेरेको थिएँ। त्यसमा राम्रो कुरा भनिन्छ क्या। जस्तो पहिला पनि राजा कसरी हटो भने 3 फ्रेगमेन्ट थियो होइन, जस्तै राजा मोबाइल, जस्तो मोबाइल त्यतिखेर त भनौँ न जङ्गल पसेर भनौँ न रिभोल्युसन गरिरहेको थियो नि त, प्लस पोलिटिकल पार्टी थियो क्या। अनि त्यो टाइममा उसले भनेको मैले भनेको होइन, इन्डिया स्टोरीकै म हुन्छ नि कन्टेक्स्ट लिएर भन्दैछु, उसले एउटा राम्रो भनेको छ क्या। त्यो टाइममा माओवादी र पार्टी मिलेर राजा निकालेको नि त। जस्तै अब यस्तो बुझ न, ट्रायङ्गलमा होइन, जस्तो तिमी म र एउटा केटी छ भने केटीले त छान्दा त 2जना छान्दैन नि त, एउटा छान्ने हो नि त होइन। जस्ट मलाई छान भने तिमी त आउट भयो नि त। त्यस्तै त्यही एङ्गल उसले राखेको छ होइन। तर मलाई एक हिसाबले सही पनि लाग्यो, किनभने त्यो टाइममा पोलिटिकल पार्टी र माओवादी मिलेर त त्यो जुन छ नि 66 को जुन रिभोल्युसन भएको नि थाहा छ, सरकार के अरे राजा निकालेको, त्यो दुईटा मिलेको थियो होइन। त्यो टाइममा राजा र माओवादी मिलेको भए पनि होइन, अहिले पनि हाम्रो देशमा मोनार्की हुने चान्सेस ज्यादा थियो क्या, बुझ्यौ? किनभने त्यतिखेरको मेन पावर भनेको 3टा थियो भनौँ न। त्यतिखेर चाहिँ जनता, पोलिटिकल पार्टी भनेको जनता भयो नि होइन, जनता र माओवादी मिलेर त जुन त्यो 66 को जुन भएर होइन देशमा नयाँ भनौँ न कन्स्टिट्युसन आयो होइन। अनि अब अहिले पनि समय त्यही छ, अहिले समय हेर्दा पनि अब त्यही हुन्छ नि, त्यही सिनारीमा गइरहेको छ क्या। जस्तै भएर अब एउटा राजा जुन जसरी उसले बोल्यो नि होइन, जुन त्यो इन्टरभ्यूमा हेर उसले धेरै डिपली भनेको छ क्या भाइ। त्यो उसले जे कुरा भनेको छ नि एज अ नर्मली भनेको धेरै डिप मिनिङ छ क्या, धेरै छ नि। त्यो मान्छेले बुझ भने त त्यो त रेभोल्युसनरी स्पिच नै हो नि। त्यहाँ भनौँ न अलिक कस्तो डार्कली भनौँ न, डार्क छ क्या त्यहाँ, धेरै भित्रको जाँदै गर्ने धेरै कुरा छ होइन। त्यो एउटा भनौँ एउटा एक्सपेक्ट भयो। त्यसरी नै पोलिटिकल पार्टी भएको अहिले जुन सरकारमा रहिला गरिरहेछ नि, त्यो कुर्सी तानातान होइन गरिरहेछ नि त। जनताले त के गरेको छैन, उनीहरूले कसरी आफ्नो कुर्सी बचाउँ होइन, के कसरी निकालौँ भएछ नि त, त्यहाँ एउटा एक्सपेक्ट भयो। त्यसरी नै अब एउटा हाम्रो फ्रस्ट्रेटेड जनता छ नि त, जस्तै नेताहरू अब दुर्गा प्रसाद भयो होइन, दुर्गा प्रसाद एउटा जुन मुभमेन्ट जिएको नि, त्यसै एउटा फ्रेगमेन्टको छ नि त, एउटा कम्युनिटी एउटा मास छ नि त सरकार विरोधमा। अब त्यही हो भाइ, समय कसैले दिएको छैन होइन, 2जना मिलेर राजा पनि आउनु चान्सेस छ होइन। तर अब त्यो राजा फेरि आउनु चाहिँ अब सोच जस्तो सजिलो छैन, तर आउँदै आउँदैन भन्नु पनि होइन, त्यो पनि अब त्यो होइन चान्सेस छ। मैले त्यही अब इन्डिया स्टोरीकै कन्टेक्स्ट लिएर भने होइन, त्यही छ होइन। अब तर अब यसो अनेस्टली सोच्दा चाहिँ अब गाह्रै छ राजा लाउनु होइन, किनभने त्यसमा नेपालीले मात्रै होइन क्या, बाहिर हुन्छ नि, बाहिर पावर पावर तिनीहरूले पनि धेरै एक्सपेक्ट गर्छ, एफेक्ट गर्छ क्या।
अब इन्डियाको हुन्छ लगाव कतापट्टि हुन्छ हो होइन नि दाजु त्यो पनि हुन्छ होइन अब त्यसमा चाहिँ त्यही हो भने मैले त्यही भिडियोकै थ्रु मैले हेरेको भन्दै होइन त्यही त तपाईँको अनि लास्ट इयर ल अनि एउटा ओपिनियन दिनु नि त नि के छ त राजा आयो भने ठिक हो कि अहिलेकै यस्तो हो अहिलेको अवस्थालाई परिवर्तन गर्यो भने त्यो ठिक अब राजा मोनार्की आयो भने त भाइ त्यो त डेमोक्रेसी सक्यो भन्दा भइगयो भाइ होइन हजुर कि त अब राजा पनि अब ल्याएर कि त सेरोमोनियल राजा राखेर पनि अब त्यो काम छैन भाइ होइन यो स्पेनहरू छ नि स्पेन भयो त त्यसरी छ नि त जस्तै राजाहरू छ होइन तर उनीहरूको सबै कार्यहरू भनेको त्यहीबाट हुने हो क्या प्रधानमन्त्री प्रेसिडेन्टबाट हुने होइन त्यो गरेर पनि काम छैन होइन तर अब एज अहिले मेरोमा चाहिँ राजाको रुल त झन् बत्तर हुन्छ भन्नाले हुन्छ नि त्यो अहिले जुन हाम्रो प्रजातन्त्र बोल्ने हक के भनेको छ नि त्यो राजा आएपछि त त्यो के मतलब हो त हो डेभलपमेन्ट पनि होला अब पावर सेन्ट्रलाइजेसन हुन्छ होइन अझै डेभलप हुन्छ तर एक टाइम पुगेपछि एक्सट्रिम भन्छ नि एउटा एक्सट्रिम रेसिस्टेन्स सकेपछि त अब त्यही हो क्या जनताले शास्ति पाउने होइन त्यसमा त अहिलेको सिस्टम ठिक छ भाइ होइन अहिलेको सिस्टम सबैले फलो भनौँ न ट्रेन्डिङ नै संसारभरि चलेको यही हो है होइन यही सिस्टम चलिरहेको हो होइन तर मेन हो क्या मेन प्रब्लम भनेको पोलिटिकल पार्टी आएर होइन मेन प्रब्लम भनेको पोलिटिकल पार्टीमा भएको मान्छेहरू खराब भएर हो होइन अब उनीहरू सुध्रिएर राम्रो मान्छे आए होइन नेपाल पनि कुनै दिन राम्रो होला होइन डेभलप होला भन्ने आशा छ होइन तर अब त्यो समय कति लाग्ला 10, 20, 30 कति वर्ष होला तर एक दिन चाहिँ चेन्ज हुन्छ त्यो नेपाल विकास हुनुभन्दा अगाडि त कल्की पो आउने हो कि त्यो अब यस्तो क्या यो मान्छेको विश्वास हो होइन मिथिकल्ली अब हामी त्यसो एक्सपर्ट पनि छैनौँ अलि ज्ञान भएको होइन कल्की आउनु अब तिमी कुरा गरिहाल्यो भर्खर अब कलियुगको भर्खर हामी प्री स्टेजमा छौँ होइन घोर कलियुग आउनु अझै बाँकी छ है लगभग 4 टन्नै छ भाइ यो भर्खर त्यही त यो त भनौँ न एउटा टिजर मात्र यो कलियुगको होइन बिस्तारै आउँछ भाइ होइन धन्यवाद दाइ होइन जस मैले तपाईँलाई अलिकति यस्तो मात्रै भनिदिएको हाम्रो नेपालको जुन तरिकाको अब विकासको गति छ नि त्यो त हिसाबमा यसो हल्का साहित्यिक मात्रै हानिदिएको होइन ठिक छ दाजु है तपाईँ आज जस राम्रै भयो होइन फ्रुटफुलै भयो होला हजुर अरूले हेरेर यसो प्रतिक्रिया दिनु होला अरूले भन्दा पनि मलाई धेरै कुरा सिकाउनु भयो धेरै कुरा बुझेँ होइन दाइ होइन मैले पनि यस्तो हो भाइ लर्निङ भनेको एभ्री स्टेपमा हुनुपर्छ भनौँ न लर्निङ भनेको चलिराख्ने हो क्या जस्तै कोही पनि नोबडी इज पर्फेक्ट होइन जे गर्छौँ हामी लर्न गरिरहेको होइन यहाँ पनि कोही कुरा तिमीले लर्न गर होला मैले पनि तिमीबाट केही कुरा लर्न गरेँ यसो यसो लाइफ चलिरहन्छ होइन ठिक छ कुनै टाइम फेरि कुनै यसो राम्रो इस्यु आयो भने फेरि बसेर सर्ट ओके दाजु आज त लामै भयो होला होइन ल लास्टमा दाजु एउटा कुरा ल जय हर्कसम्म भनिदिनु न त म त्यस्तो भाइ जय हर्क सम्पाङ जय नेपाल जस्तो भन्ने केही होइन म भनेको एज अ सपोर्ट गर्ने हो भाइ तर अब जे हर्क सम्पाङ भनेर जे नेपाल या लाल सलाम भनेर त्यो त्यसै हुने भने चाहिँ होइन त्यो पिकेमा भनेछ नि ठप्पा कि तर तपाईँले 2 वर्ष चाहिँ अब हर्क सम्पाङलाई सपोर्ट गर्नु पर्यो क्या अनि त्यसपछि चाहिँ अब चुनावमा जसले फेरि त्यसलाई सपोर्ट गर्ने हो कि यस्तो हो भाइ मैले राम्रो कुरा सपोर्ट गरिरहेको छु भाइ होइन म भन्छु राम्रो कुरा भन्छु जस्तै यो जुन यो बेला असुरमा झिकेको कुरा होइन राम्रो काम भइरहेछ गुड थिङ होइन बजेट युज भइरहेछ राम्रो जनताले नै राम्रो हुने हो होइन त्यही हो क्या राम्रो भन्ने अब तर मैले पोस्ट गरेर हर्क सम्पाङ जय नेपाल लेख्दैमा चेन्जेस हुने के होइन भाइ होइन मेनिफेस्ट गर्दै जाउँ न सबैजना नेपाली युवाहरूले ठिकै छ हो हर्क सम्पाङजीले राम्रो गरिरहेछ होइन अझै राम्रो काम गर्दै जानुहोस् शुभकामना होइन हामी पनि धरानवासी हौँ अब धरान नभए पनि देश विदेशमै छौँ होइन हामी यहाँबाट शुभकामना दिन्छौँ हामी यहाँबाट हामी चेयरअप गरिरहेको हुन्छौँ सक्ने सहयोग सहयोगहरू गरिरहेको हुन्छौँ सक्ने होइन त्यति गर्न सके पनि गरिरहेको हुन्छौँ त्यही छ शुभकामना कार्यकाल सुखद बितोस् त्यही भएर चाहिँ हर्क सम्पाङजीलाई ल दाइ धन्यवाद है ल दाइ आजको तपाईँको समयको लागि ल ओके अब फेरि पनि छिटै हजुर ल गुड बाई गाइस ल बाई भन्दा हो भाइ यार दामी लामो हो यार हैन दामी भयो तर कसो भाइ अटो नबिगाएर